दलित वर्ग उत्थान समितिले राष्ट्रिय छुवाछुत उन्मूलन दिवसका दिन आज यहाँ बेलबारी नगरको सहकार्यमा दलित वर्ग उत्थान समितिले यसको आयोजना गरेको छ। यस कार्यमा उपस्थित भइदिनुहुने यहाँ सम्पूर्ण फेरि पनि हृदयदेखि नमन गर्दै आजका यस कार्यक्रमका आदरणीय सम्मानित व्यक्तित्व यस नगरका मेयर दिल प्रसाद राईले गरी आजका आदरणीय सम्मानित व्यक्तित्व हाम्रै नगरकी उपमेयर नितु थापा कोइरालाज्यू, त्यसै गरी दलित पूर्व आयोग राष्ट्रिय सदस्य आदरणीय सम्मानित व्यक्तित्व अरुण सुन्दासज्यू, त्यसै गरी जनप्रतिनिधि 1 नम्बरदेखि 4 नम्बर वार्डका जनप्रतिनिधिज्यूहरूलाई हामीले हरेकलाई चिठी पत्र गरेर खबर गरेका छौँ, फोन मार्फत पनि समन्वय गरेको छौँ। आयोजित अन्तर्क्रिया कार्यक्रमका लागि प्रस्तुत गर्ने उद्देश्यमाथि प्रकाश पार्ने मन्तव्य आदरणीय प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानीय नगर प्रमुख, वडा अध्यक्षज्यूहरू, सरकारी तथा सामुदायिक विद्यालयका प्रतिनिधिज्यूहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी मित्रहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। आज हामी जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा एक महत्त्वपूर्ण अन्तर्क्रिया कार्यक्रममा भेला भएका छौँ। नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको भए तापनि समाजका विभिन्न क्षेत्रमा जातीय विभेद, छुवाछुत र सामाजिक विभेदका घटनाहरू अझै पनि पूर्ण रूपमा अन्त्य हुन सकेका छैनन्। यस अवस्थालाई परिवर्तित गर्न राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज तथा सम्पूर्ण समुदायको माझ प्रयास आवश्यक छ। धेरै धेरै धन्यवाद। आजको यस विशेष कार्यक्रमका सञ्चालक हाम्रा केवल मगरान्दीज्यू। आज यो बेलबारी नगरपालिका दलित वर्ग उत्थान समितिको आयोजनामा सम्पन्न हुन लागिरहेको एउटा ऐतिहासिक जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा हुन गइरहेको यो बेलबारीको हकमा एउटा ऐतिहासिक कार्यक्रम नै हो भनेर म भन्न चाहन्छु। आज यो विशेष कार्यक्रमका अध्यक्ष आदरणीय व्यक्तित्व खगेन्द्र तोलाङ्गेज्यू र यस बेलबारी नगरपालिका प्रमुख, आजका प्रमुख अतिथि हाम्रा डिपी राईज्यू, उहाँ अहिले आउँदै गरेको केही समय पछाडि आइपुग्ने जानकारी छ। विशिष्ट अतिथि सामाजिक न्याय र समाजको एउटा मेरुदण्ड विशेष अतिथि नितु थापा कोइरालाज्यू र विशेष अतिथि राष्ट्रिय दलित आयोगका पूर्व सदस्य अरुण सुन्दासज्यू र बेलबारी इलाका प्रहरी कार्यालयबाट पाल्नुहुने राजीव गिरी लगायत उहाँका टिमहरू र विभिन्न पार्टी, यो देश एउटा दलगत रूपमा अगाडि बढिरहेको हुनाले दलको विशेष भूमिका समाज परिवर्तन गर्नको निम्ति दलकै ठुलो भूमिका रहने हुनाले आज हामीले यस कार्यक्रममा दलवाइज प्रमुखहरूलाई अथवा पार्टी प्रतिनिधिहरूलाई, अग्रजहरूलाई निमन्त्रणा गरेका छौँ। त्यसै गरी सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, आजको हाम्रो प्रमुख अतिथि बेलबारी नगरपालिकाका हाम्रा अभिभावक दिल प्रसाद राईज्यूको उपस्थिति भएको छ। उहाँलाई प्रमुख अतिथि आसन ग्रहण गरिदिनु हुनको निम्ति म हार्दिक आग्रह गर्दछु। र कन्टिन्यू रूपमा मेरा भनाइहरू यहाँ जोड्न चाहन्छु। भन्दै थिएँ रुकुम पश्चिममा त्यसरी धेरै युवाहरू टुक्रा टुक्रा बनेर रक्ताम्बे बनेर खोलामा बग्नु पर्यो। त्यो दुःखद घडीमा ती पत्रकार साथीहरूले ती पीडकको घरमा गएर पीडकहरूलाई देखाउनलाई, ती अपराधीहरूलाई सार्वजनिक गर्नको निम्ति उहाँहरूले त्यो साहस गर्नु भएन। हामीलाई त्यो दुःख लागिरहेको छ। अबको परिवर्तन अपराधीलाई लुकाएर होइन, अपराधीलाई सार्वजनिक गरेर मात्रै हुन्छ। जो पीडा पुगिरहेको छ, जसको छोराले चाहिँ ज्यान गुमाइरहेको छ, त्यस्ताको अगाडि गएर माइक तेर्साउनु भनेको उसलाई घाउमाथि अझै पनि घाउ थपिदिनु हो। यसको समाधान जसले पीडा दिएको छ त्यो पीडा दिने मान्छेलाई अगाडि ल्याएर उभ्याउन सक्नुपर्छ अहिलेको समाजले। अहिलेका जेनजी म हाम्रा युवा भाइ बहिनीहरूलाई म यो आग्रह गर्छु,
जहाँ चाहिँ जातीय विभेद हुन्छ, छुवाछुत हुन्छ, ती कुराहरूको प्रतिबिम्ब अथवा ती कुराहरूको एक खालको प्रतिवेदन बनाएर तपाईँहरूले समाजमा उसको फोटो अगाडि राख्न सक्नुपर्छ। त्यो नै आजको परिवर्तन हो। बिचमा दलित समुदायको बसोबास छ। आर्थिक रूपमा सचेतनाको लागि अथवा समाज विकासको निम्ति 7 देखि 9 लाखसम्मको बजेट विनियोजित गरिरहेको हुन्छ बेलबारी नगरपालिकाबाट। यस भेगका दलितहरूको सबै किसिमका विकासको परिकल्पना यो बजेटबाट मात्रै सम्भव छ। निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारीका कसरी पहुँच पुर्याउन सकिन्छ भन्ने खालका प्रश्नहरू संस्थागत रूपमा हामीले मेयर साहबलाई अङ्कित गरेर भरे उहाँको बोल्ने क्रममा यसका उत्तरहरू तयार गरिदिनु हुनको निम्ति म हार्दिक आग्रह गर्दछु। त्यस पछाडि प्रश्न नम्बर 2 मा उपमेयरज्यूलाई अङ्कित गरेर स्थानीय सरकारले दलित पक्षीय ऐन नियम के निर्माण गरेको छ या दलित विधेयक बेलबारी नगरपालिकामा किन बन्न सकेन। यो दलित विधेयक अन्य धेरै नगरपालिकाहरूमा बनिसकेको हामीले पायौँ, जहाँ कि विधान संशोधन होला के होला, तर स्थानीय सरकारसँग बनाइएका विधेयक यहाँको दलितको हकितको निम्ति त्यो एउटा रातपत्रमा लेखी जत्तिकै हुनेछ र हामी त्यसमा रहनेछौँ र हामी आशावादी हुनेछौँ। यसको केही उत्तर हामीले पाउने आशा गर्दछु। र प्रश्न नम्बर 3 मा वडा अध्यक्षज्यूहरूलाई अङ्कित गर्दै दलित बस्ती केन्द्रित विकास योजना र सहभागिता कसरी बनिरहेको छ, यो वडाका अध्यक्षज्यूहरू र वडा प्रतिनिधिहरूबाट आफ्नो वडाभित्र रहेका दलित समुदायको निम्ति विनियोजित बजेट अथवा योजनाहरू उहाँले प्रस्तुत गरिदिनु हुनेछ। र विद्यालय व्यवस्थापन समितितर्फ सरकारी विद्यालयमा सरकारले भने विपरीत शुल्क लिइराखिएको छ। सरकारले चाहिँ कक्षा 1 देखि 12 सम्म निःशुल्क भनेर चाहिँ शिक्षाको निम्ति आह्वान गरिराखेको छ। यस विषयमा अङ्ग्रेजी माध्यमको चाहिँ शुल्कहरू लिइराखेको कुराहरू आएका छन्। हामीमा यो कुरालाई व्यवस्थापन समितिले कसरी हायर गर्छ यसको पनि हामी उत्तर चाहन्छौँ। प्याप्सन बोर्डिङ स्कुलले अनिवार्य रूपमा तिर्नुपर्ने 3% छात्रवृत्ति निःशुल्क पढाउनु पर्ने व्यवस्था भएको छ कि छैन, यसरी यो सुविधा प्राप्त कसरी गर्न सकिन्छ। प्रश्न नम्बर 5 मा यो छ। र हामीले प्रहरी प्रशासनलाई अङ्कित गर्दै दलित समुदायसँग सम्बन्धित घटनाहरूमा प्रहरीको सहयोगभन्दा विपक्षीमा बढी भूमिका, विपक्षीहरूको भूमिकामा बढी उहाँहरूले सहयोग गरेको र जातीय भेदभाव सम्बन्धीका जातीय विभेद अथवा दलितहरूको निम्ति लगेर गएका केसहरूमा केस दर्ता गराउनको निम्ति केही अप्ठ्यारो भएको, उहाँहरूलाई अरू केही चाहिँ नपुगेको अथवा केही यताउता आलटाल गरेर त्यो केसलाई चाहिँ दर्ता गर्न नगरिएको जस्ता खालका प्रश्नहरू छन्। यसमा केही त्यस्तो हो भनेदेखि केही सहजीकरण गरिदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। र फेरि पनि प्राविधिक शिक्षाको विषयमा सायद यो प्रश्न मेयर साहबलाई नै हुनसक्छ। प्राविधिक शिक्षा अध्ययनरत गरिरहेका विद्यार्थी भाइ बहिनीहरूलाई मेयर साहबले केही हाम्रा अगाडिका कार्यक्रमहरूमा आर्थिक सहयोग लगायतका छात्रवृत्ति सम्बन्धीका केही राहतका कुराहरू प्राप्त हुन्छ भनेर हामीलाई आश्वासन दिनुभएको थियो। त्यो सुविधा प्राप्त गर्नको निम्ति के कस्ता प्रक्रियाहरू चलाउनु पर्ने अथवा डकुमेन्टहरू तयार गर्नुपर्ने थियो। र जातीय भेदभावका विषयमा उठेका प्रश्नहरू आज दलित समुदायले अथवा विभेदमा परेका समुदायले प्रश्न गर्ने र गैर दलितहरूबाट उत्तर दिने आजको यो विशेष कार्यक्रम भएको हुनाले राजनीतिक पार्टी अर्को पनि म क्वेसन यहाँ राख्न चाहन्छु। जब राजनीतिक पार्टीका अग्रजहरू अथवा राजनीतिक पार्टीहरूमा जातीय विभेद अन्त्य गर्नको निम्ति के कस्ता त्यस्ता औपचारिक योजनाहरू छन्, त्यो बेलबारी नगरको हकमा दलका प्रतिनिधिहरूले खुलेर भनिदिनु भए हामी आभारी हुनेछौँ भनेर यो प्रश्न राख्न चाहन्छु। र दलित विधेयकको विषयमा अघि नै मैले माथि राखिसकेँ। र अन्त्यमा बन्दै गरेको नीति तथा कार्यक्रममा बेलबारीमा हुने नीति तथा कार्यक्रममा दलित वर्ग उत्थान समितिका प्रतिनिधिलाई अनिवार्य रूपमा समावेश गराइयोस्। यहाँ हाम्रा पनि समस्याहरू छन्। यो देखाउनको निम्ति छरिएका थोरै बजेटले यो
9 देखि 10,000सम्मका समुदायको विकासमा सम्भव छैन, त्यसैले हाम्रा पनि केही समस्याहरू त्यहाँ समावेश गर्न पाइयोस् भनेर अब बन्ने नीति तथा कार्यक्रममा दलित वर्ग उत्थान समितिको पनि त्यहाँ सहभागिता गराइयोस् भनेर हामीले यो सुझावको निम्ति प्रस्तुत गरेका छौँ। र अन्त्यमा दलित महिला सदस्यहरू जो आफ्नो समुदायको हितको निम्ति उहाँहरू जननिर्वाचित हुनुहुन्छ र दलित महिला सदस्यहरूले आफ्नो वार्डमा के कस्ता भूमिकाहरू निर्वाह गरिराख्नु भएको छ, कतिसम्मका जातीय भेदभावका केसहरू ल्याएर चाहिँ सम्बन्धित ठाउँमा दर्ता गराउनु भएको छ र आफूले निराकरण अथवा त्यसलाई सफल बनाउनु भएको छ। यो दलित महिला सदस्यज्यूहरूले आफ्नो तरिकाले भरे आफ्नो शुभकामना मन्तव्य दिने सन्दर्भमा आफ्नो र आजको कुराहरू राख्नुहुनेछ, किनभने आज विशेष गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको यो विशेष अवसर भएको हुनाले आज यिनै विषयहरू अन्तर्गत यो विषयलाई भित्र रहेर मात्रै आफ्नो कुराहरू राखिदिनु हुन पनि म सबैलाई आग्रह गर्दै आजको यो विशेष कार्यक्रम सफल बनाउनको निम्ति यो गर्मीमा विभिन्न ठाउँबाट पाल्नुहुने सङ्घ संस्था पार्टी प्रतिनिधि समाजसेवी विद्यार्थी भाइ बहिनीहरू प्रहरी प्रशासन पत्रकार साथीहरू र यस संस्थामा आबद्ध अहोरात्र केही दिनदेखि खटिराख्नुहुने पदाधिकारी साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै मेरो यो प्रश्न पत्र अथवा अन्तर्क्रिया कार्यक्रमको प्रश्न पढ्ने सन्दर्भ यहाँ सकिएको छ। बाँकी विद्यार्थी भाइ बहिनीहरूलाई अगाडिको अबको कार्यक्रम प्रश्न सोध्ने र तपाईँहरूले उत्तर प्रश्न राख्नुपर्ने कार्यक्रम रहेको हुनाले अबको कार्यक्रम आजका कार्यक्रमका सञ्चालक केवल मग्रान्तेज्यूलाई म हस्तान्तरण गर्दै यहाँहरू सबैमाझ म बिदा हुन्छु। धेरै धेरै धन्यवाद। र हाम्रो आजको यस कार्यक्रमको प्रमुख आकर्षण अथवा प्रमुख अतिथि हाम्रो बिचमा उपस्थित भइसक्नु भएको छ र फेरि पनि हामी सम्पूर्ण मिलेर उहाँलाई बडो सम्मानको साथमा हामी जोरदार ताली बजाउँदै उहाँलाई प्रमुख अतिथिको रूपमा हामी उहाँलाई स्वागत हामी गर्नेछौँ। ताली बजाउँदै ठुलो सम्मानको साथमा र हाम्रो यस आजको यस कार्यक्रमको प्रमुख अतिथिज्यूको यो ब्यानर पढेर हस्ताक्षर गरिकन यस कार्यक्रमलाई हामी उद्घाटन गर्नेछौँ र यो समय दलित वर्ग उत्थान समिति बेलबारी मोरङ जातीय भेदभाव तथा छुवाछुत विरुद्धको दिवस 2083 को अवसरमा अन्तर्क्रिया कार्यक्रम उद्घाटन भएको जानकारी गराउन चाहन्छु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज जेठ 21 गते दलित वर्ग उत्थान समिति बेलबारी मोरङद्वारा आयोजना गरिएको यस अन्तर्क्रियात्मक कार्यक्रममा उपस्थित हुनुभएका कार्यक्रमका प्रमुख अतिथि एवं बेलबारी नगरपालिकाका नगर प्रमुखज्यू उपप्रमुखज्यू ड्यासमा विशिष्ट अतिथिज्यूहरू यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू तपाईँहरूलाई सर्वप्रथम कार्यक्रममा स्वागत गर्न चाहन्छु। अब मेरो अफिस यति नजिक छ र यहाँ आज कार्यक्रममा चाहिँ दिनभरि बसौँला भनेको मेरो अर्को कार्यक्रम पनि थियो। त्यो हुँदाहुँदै फेरि भर्खरै मात्र एकजना मान्छेको डेथ भयो अरे भन्ने खबर प्राप्त भयो। अब सबभन्दा फर्स्ट प्रायोरिटी त मान्छे मरेपछि त्यहाँ जानुपर्ने हो। त्यो हिसाबले म भ्याएँ भने फेरि रिपिट पनि आउन सक्छु यहाँ। त्यो कारणले गर्दा मेरो समय व्यस्तताको कारणले गर्दा मैले कार्यक्रम सेड्युलमा अरूभन्दा पहिल्यै बोलेर जान लागेँ। सर्वप्रथम त यो कार्यक्रम हामीलाई पनि आज जिल्ला प्रहरी कार्यालयबाट निर्देशन भएको छ। आज हाम्रो चोकमा चाहिँ हामीले जिङ्गल बजाएर जातीय विभेदको सम्बन्धमा जनचेतनामूलक कार्यक्रमको सन्दर्भमा चाहिँ सामग्रीहरू प्रस्तुत गरिरहेको छौँ भने तपाईँहरूको हातमा पनि अहिले पर्चा पम्पलेटहरू बाँड्नु भएको छ। यो आजको दिवसमा आज देशभरि नै यो दलित वर्ग उत्थानको सम्बन्धमा चाहिँ सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको पनि अवगत गराउन चाहन्छु। र अघि प्रश्नमा हाम्रो इलाका प्रहरी कार्यालय बेलबारीमा चाहिँ जातीय विभेद सम्बन्धी कुराहरू आउँछन् कि आउँदैनन्, मुद्दा दर्ता हुन्छ कि हुँदैन, मुद्दा दर्ता गर्दाखेरि किन चाहिँ त्यसमा केही बाधा विरोध छ कि छैन भन्ने सन्दर्भमा क्वेसन आएको थियो। त्यो सम्बन्धमा चाहिँ म आएपछि पनि जातीय विभेद सम्बन्धी 2वटा मुद्दाहरू दर्ता भएको अवस्था रहेको छ। र त्यस्तो क्रोनिक टाइपको अब मैले थोरै हजुरहरूलाई भन्दै गर्दा कतिलाई त थाहा छ,
म आफ्नै गाउँठाउँमा पनि जाति विभेद देखेरै हुर्केको मान्छे हो। मेरो घर सिन्धुपाल्चोक हो, त्यहाँ चाहिँ हाम्रो दलित समुदाय पनि हुनुहुन्थ्यो। त्यो बेलाको म सानो हुँदाखेरिको बेलाको र अहिलेको समयमा आउँदा ड्रास्टिक चेन्जहरू आइसकेको छ। सबैजनाले जाति विभेद गर्नु हुँदैन है, यो चाहिँ कानुन बमोजिम दण्डनीय छ, यस्तो विभेद गरेमा चाहिँ कानुन बमोजिम सजाय हुन्छ भन्ने कुरा महसुस गर्नुभएको छ। यद्यपि अघि हाम्रो कार्यक्रम सञ्चालकले भने जस्तै कानुनी हिसाबमा त यो हटिसकेको छ, तर गाउँठाउँमा दूरदराजमा अहिले पनि पिछडिएको वर्गहरूमा चाहिँ जाति विभेदका कुराहरू छन्, त्यो पूर्ण रूपमा निम्त्यान्न भएको छैन। कहिलेकाहीँ झगडा हुँदाखेरि ती जातीयता कुराहरू आउँछन् र ती झगडाका कुराहरूलाई लिएर चाहिँ मुद्दा दर्ता गर्न आउँदाखेरि चाहिँ अलिकति समस्या के हो भने एउटै ठाउँमा वल्लो घर पल्लोहरू उहाँहरू बस्नुहुन्छ, ठ्याक्कै मुद्दा दर्ता गर्दाखेरि चाहिँ भोलि त्यही समाजमा गएर उहाँहरू बस्नुपर्ने हुन्छ। त्यस्तो क्रोनिक टाइपको विभेद पनि नभएको र सामान्य गाली गौजलको अवस्थाकोमा चाहिँ मुद्दा दर्ता गर्न अलिकति गाह्रो हुँदो रहेछ मैले महसुस गरेको। यद्यपि हाम्रो सेम केस आएको थियो, मुद्दा दर्ता गरेर हामीले उहाँलाई पक्राउ गरेर अदालतमा प्रस्तुत गरेको अवस्था रहेको छ। मैले देख्दाखेरि चाहिँ जाति विभेद भनेको चाहिँ कुनै एउटा जातिलाई लक्षित गरेर उसलाई चाहिँ मन्दिर, पार्टी, पौवा, विद्यालय अथवा कसैको घरमा छिर्न नदिनु, कुनै पनि सभा, जाति विभेदकै कारणले गर्दा चाहिँ कालो मोसो लगाउनु, जुत्ताको माला लगाउनु, गोमूत्रहरू खुवाउनु, यी चाहिँ विभेद जन्ने कुराहरू हुन् जस्तो लाग्छ। त्यो भएर त्यस्तो खालको क्रोनिक टाइपको केसहरू चाहिँ हाम्रोमा आएको छैन, तर सामान्य खालका दुईवटा केसहरू आएका थिए। आयो भने हामी त्यसलाई एड्रेस गरेर मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अन्तर्गत हामीले कारबाही गरेको अवस्था छ। यो चाहिँ हाम्रो इलाका प्रहरी कार्यालय बेलबारीको अवस्था हो। मैले थोरै कानुनी कुरा पनि यसमा जोडेँ। जाति विभेद गरेर कसैले विभेद गर्छ र त्यो अनुसारको कानुनी के व्यवस्था छ भनेर हजुरले सोध्नुभयो भने चाहिँ 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ भने कुनै सरकारी कर्मचारीले जाति विभेद गरेमा चाहिँ उसलाई 3 महिनासम्म थप सजायको व्यवस्था कानुनले गरेको छ। यति जानकारी गराउँदै यो छोटो समयमा अन्तर्क्रियामा अरू पनि कुराहरू आउला। हजुर सबैबाट चाहिँ म बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल। म बेलबारी 4 मोडमबाट आएकी हुँ। अहिले म कक्षा 11को इक्जाम दिएर बसिरहेकी छु। म अहिले सन्देश इङ्ग्लिस स्कुलमा अध्ययन गरिरहेकी छु। मेरो प्रश्न भनेको कानुनमा, हाम्रो देशको कानुनमा छुवाछुत, जातीय भेदभाव अन्त्य गरे पनि किन मानिसको व्यवहारमा चाहिँ अन्त्य भएको छैन? अहिलेसम्म किन मानिसहरूले चाहिँ दलित हो यिनीहरूले यस्तो गर्नु हुँदैन भनेर भनिरहेको छन्? हाम्रो गाउँघरमा किन यो दलित हो यसले छुको खानु हुँदैन, यो घरमा बस्नु हुँदैन, यिनीहरू बाटोमा आउँदैछ भने किन साइड लागेर हिँड्ने गर्छ? यो किन अहिलेसम्म निरन्तरता दिइरहेको छ? अहिले त यो जमानामा आएर पनि यस्तो गर्ने हो? दोस्रो प्रश्न रहेको छ कि नीति निर्माण गर्ने ठाउँहरूमा चाहिँ दलितको आवाजलाई अझै पनि किन लुकाइरहेको छ? उनीहरूले भन्नु खोजेको कुरा किन पनि भन्नु दिइरहेको छैन? त्यस्तै गरी प्रश्न भनेको चाहिँ अन्तर्जातीय बिहे गर्ने जोडीहरूले किन अझै पनि ज्यान गुमाउनु पर्ने रहेको छ? यति प्रश्न हो मेरो साथलाई हो। के छ भने एउटा यो समग्रमा पुगेको भयो। मैले सबै सम्मान्य बस्नुभएको छ मान्य ज्यूहरू। मेरो भनाइ के हो भने मेयर साहबलाई एउटा यो सबैको लागि बोलेको छु। के छ भने एउटा यो बजेट जति पनि बजेट छुट्छ नि, यो जातिलाई यति, यो जातिलाई यति, यो जातिलाई यति 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 भन्दै भन्दै बजेट चाहिँ केही कामको हुँदैन। ठोस हुनु पर्यो, समग्रमा सबैलाई समान्तर एउटै बजेट हुन्छ कि के हुन्छ कि त्यसको ठोस विकास हुनु पर्यो, ठोस विकास हुनु पर्यो। शिक्षामा हुन्छ कि यसमा केही एउटा हरेक कुराहरूको विकास हुन्छ नि, त्यो विकास भनेको अब मान्य जीवनले नै थाहा हुन्छ कस्तो कस्तो। अब हामी त अलिक त्यति विज्ञ छैनौँ, अलिक त्यस कारणले समान्तर सबैलाई सुहाउने खालको एउटा ठोस विकास हुनु पर्यो। त्यो नै सबैभन्दा राम्रो हुन्छ। उसलाई यति दिएर विकास भनेको हुँदैन। विकास भनेको सबैलाई सुहाउने, सबै जातिलाई पुग्ने खालको विकास हुनु पर्यो। र अब के छ भने दलित भनेको छ अब यो शिक्षा
यस वर्ष 10 कक्षा पास गरेर बसेको हो। म चाहिँ मेयर साहबलाई एउटा क्वेसन सोध्न गइरहेको छु। दलित युवाहरूलाई समान अवसर दिन तपाईँसँग के योजना छ? र दोस्रो क्वेसन रहेको छ, हाम्रो समुदायको सिपलाई अगाडि बढाउन कसरी सहयोग गर्नुहुन्छ? र तेस्रो क्वेसन रहेको छ, सामाजिक विभेद अन्त्य गर्न तपाईँको तर्फबाट के प्रयास हुँदैछ? यो हाम्रो दलितहरू हाम्रो घर छेउमै पनि क्या हामीलाई कति धेरै उयो दलित भनेर हेरिरहेको हुन्छ। एउटा मर्ने मान्छे मरेको ठाउँमा गयो भने पनि टपरा बुझ्न पनि दिँदैन, त्यस्तो पनि हुन्छ। र सधैँभरि यो हामी कसरी सहनु? एउटा छिमेकीको घरमा गयो, बाहिर बस्यो, भित्र बस्न पनि दिँदैन, यो हामी कसरी सहनु? अघि भन्नुभयो पुलिसमा गएर भन्दाखेरि मुद्दा लडाउन सक्दैन। यो त सक्नु पर्यो नि त, समाजमै भए पनि नभए पनि, किनभने त हामी हेपाई कसरी सहनु क्या? जहिले तहिले यही हेपाई, अनि स्कुलमा पनि त्यस्तै हामी दलित भनेर जे कुरामा पनि हेपिरहेको हुन्छौँ। केही कुरा आयो दलितले यस्तो कुरामा पाउँदैन, यो भनेको सानो जात, यसले दलितले लगाएको भोट चाहिँ चल्छ तर दलितले छोएको पानी चाहिँ चल्दैन। नमस्कार, म सागर दर्जी, म बेलबारी 10 नम्बर वार्डबाट आएको हो। म यहाँ चाहिँ ऱ्यापिड ल्याङ्ग्वेज कम्प्युटर सेन्टरमा कम्प्युटर सिक्न आएको हो। आज यहाँ यो विशेष अवसर परेको हुनाले म यहाँ आफ्नो मेयर साहबलाई आफ्नो प्रश्न राख्न गइरहेको छु। मेरो प्रश्न, आज पनि समाजमा दलित समुदायलाई किन हेपाई विभेद सहनु परेको छ? संविधानले समान अधिकार दिएको छ भने व्यवहारमा अझै जातीय विभेद किन हट्न सकेको छैन? हे नगर प्रमुखज्यू, तपाईँको नगरपालिका यहाँ हाम्रो नगरपालिकाले यो दलितमाथिको भेदभाव अन्त्य गर्न के कस्ता कदम चालेको छ त? आगामी दिनमा के कस्ता योजनाहरू गर्ने विचार छ त? यो चाहिँ राम्रोसँग यो प्रश्नको उत्तर सुनेर जाने विचार गरेको छु मैले आज। धन्यवाद। सम्पूर्णमा नमस्ते, मेरो नाम योगेन्द्र शिवा, बेलबारी वार्ड नम्बर 8बाट हो। मेरो प्रश्न यो छ कि बेलबारी नगरपालिकामा मेयरको कार्यकाल भएको 2वटा कार्यकाल चल्दै गर्दा हरेक नगरमा, देशभरिका हरेक नगरमा चाहिँ छुवाछुत मुक्त नगरपालिका भनेर घोषणा गरेको पाइन्छ। हाम्रै झापामा पनि धेरै छ, पहाडी इलाकाहरूमा पनि हामी मिडियाहरूमा पत्र पत्रिकामा पढ्न पाउँछौँ। तर हाम्रो बेलबारी नगरपालिकामा चाहिँ किन यो कार्य गर्न हामी सकिरहेका छैनौँ? र सार्वजनिक सुनवाईमा किन दलित तथा विपन्नलाई सहभागिता गराइँदैन? कुरा विद्यालयहरूले गरिरहेको कुरा म जानकारी गराउन चाहन्छु। एउटा प्रश्न पदम सरले उठाउनु भएको छ। विद्यालय स्तरीयमा निःशुल्क पठन पाठन भनिएको छ, तर केही रकमहरू लिने गरिएको छ, किन होला भनेर सोध्नु भएको छ। वास्तवमा अहिले सामुदायिक विद्यालयहरूमा पठन पाठनको हिसाबले निःशुल्क नै छ, तर हामीले परीक्षा शुल्क, रजिस्ट्रेसन शुल्क र अन्य सामान्य अतिरिक्त शुल्क त्यसमा 200, 300, 500 भन्दा बढी हामी लिँदैनौँ। रजिस्ट्रेसन शुल्कको पैसा यहाँ होइन, हामीले परीक्षा नियन्त्रण कार्यालय सम्बन्धित निकायमा बुझाउनु पर्ने भएकोले गर्दा त्यो सम्बन्धित पैसा बिलसहित हामी पठाउने गर्छौँ। र अन्य तपाईँहरूसँग विशेष गरेर चाहिँ कुनै त्यस्तो खालको शुल्क र सबै विद्यार्थी भाइ बहिनीहरूलाई, यो दलितको नाममा मात्रै होइन, अन्य विद्यार्थी भाइ बहिनीहरूलाई पनि हामीले सामुदायिक विद्यालयहरूले त्यसरी शुल्क लिने गरेको छैन। अहिले अङ्ग्रेजी माध्यमको पठन पाठन सुरु गरिएको छ, त्यो साँचो छ। वास्तवमा अहिले सामुदायिक विद्यालयहरूमा केही नानी बाबुहरू अङ्ग्रेजी माध्यमबाट अङ्ग्रेजी किताबहरू पढेर सामुदायिक विद्यालयमा आउनुभएको छ। उहाँहरूको बेस नर्सरीदेखि कक्षा 7सम्म, कक्षा 8सम्म, कक्षा 9सम्म उहाँहरूले अङ्ग्रेजी माध्यमबाट अङ्ग्रेजी कोर्सहरू पढेर सामुदायिक विद्यालयमा जानुभएको छ। उहाँहरूको किताब
र उहाँहरूलाई बुझाउने सरहरूले बुझाउने शैली अङ्ग्रेजीबाटै भएको हुँदा ती नानीहरूलाई हामीले निजी स्रोतमा केही टिचरहरू हामी निजी स्रोतमा राख्ने गरेको हुन्छ र अन्य संस्थापक विद्यालयको तुलनामा सामुदायिक विद्यालयले चाहिँ सबै कुरालाई मध्यनजर गर्दै फीका कुरालाई, आर्थिक अवस्थाका कुरालाई र हरेक उसको पढाइका कुरालाई, अनुशासन कुरालाई, यी सबै कुरालाई मध्यनजर गर्दै सीमित रूपमा थोरै केही रकम लिएर निजी स्तरमा निजी विद्यालयमा हामीले जुन निजी विद्यालयले लिएको शुल्क भन्दा सामुदायिक विद्यालयले लिएको फी एकदम कम। अहिले साँच्चै भगवतीकै विषयमा तपाईहरुले सोध्नुहुन्छ भने फीकै विषयमा एक महिनामा 9मा पढ्ने नानीको हामी 1000 रुपैयाँ लिन्छौँ। यो अङ्ग्रेजी माध्यमतर्फको कुरा गरे, अन्य विद्यालयहरूले पनि यस्तै हाराहारीमा लिने गर्नुभएको छ। यो चाहिँ हामी किन लिन्छौँ त भन्दा निजी तौरमा हामीले उहाँहरूलाई विद्यालयले सरहरू राख्नु भएको हुन्छ र नानी बाबुहरूबाटै उठेको फीले सरहरूलाई पे गर्नुपर्ने भएको हुँदा ठिक्क चल्ने मात्र अन्य दरबन्दीको सरहरूलाई नेपाल सरकारले उहाँहरूलाई पैसा दिएको हुन्छ, तर निजी तहमा पठन पाठन गर्नुहुने सरहरूलाई निजीबाटै उठाउनु पर्ने भएकोले र अङ्ग्रेजी माध्यममा पनि भाइ बहिनीहरूलाई त्यही तरिकाले पठन पाठन गराउनु पर्ने भएकोले थोरै फी लिएर कक्षाहरू सञ्चालन गरिरहेको अवस्थाको बारेमा म यहाँलाई जानकारी गराउन चाहन्छु। मलाई चाहिँ कस्तो लागिरहेछ भने यो जातीय छुवाछुत मुक्त नगरपालिका घोषणा गर्नुभन्दा अगाडि चाहिँ नगरपालिकाले के मुक्त गर्नुभन्दा के अगाडि चाहिँ के अरे मापदण्डहरू पुरा गर्नुपर्छ, ती मापदण्डहरू पुरा गरेर मात्रै चाहिँ यानि जातीय मुक्त के नगरपालिका घोषणा गर्नुपर्छ। नत्र भने नगरपालिका घोषणा त गर्यो जातीय मुक्त नगरपालिका, तर तिनै नगरपालिकामा अझै पनि दलितमाथि विभेद घटनाहरू घटिरहेको छ। त्यो हुँदा त के चाहिँ भयो त? अब नगरपालिका त मुक्त भयो, तर त्यहीँनिर घटना घटिरहेछ। स्थानीय सरकारको प्रमुख उपप्रमुख हुनुहुन्छ, यहाँहरूले चाहिँ यो कुरालाई मनन गरेर मलाई कस्तो लागिरहेछ भने अघि दाइले पनि भन्दै हुनुहुन्थ्यो दलितहरूको विषयमा चाहिँ बजेट थोरै छुटाएर कनिका छरे जस्तो। हामीले चाहिँ यहाँनिर महिला हिंसाको साप्ताहिक कार्यक्रम, मासिक कार्यक्रम सञ्चालन गर्छौँ। अब स्थानीय सरकारले दलितको छुवाछुत विरुद्धमा पनि 1 वर्ष अथवा 5 वर्षको गुरु योजना बनाएर विभिन्न वार्डहरूमा टोलमा गएर यो कार्यक्रम सञ्चालन गर्न सक्दैन। टोटल बजेटको 5 वर्षका लागि टोटल बजेटको 50% बजेट छुटाएर छुवाछुतको विरुद्धमा सञ्चालन गरौँ त। त्यस पछाडि कतिको परिवर्तन हुने रहेछ। अब अस्ति बालेन सरकार आयो, अहिले नयाँ सरकार, बालेन सरकारले चाहिँ माफी मागेर दलितलाई के हुन्छ, त्यो माफी माग्दा के हुन्छ हामीलाई? यसले चाहिँ केही पनि मलाई चाहिँ उपलब्धि हुन्छ जस्तो लागेको छैन। र म के भन्न चाहन्छु भने मिसन 84मा हाम्रो निर्वाचन हुन गइरहेको छ। हामीसँग दलित महिला सदस्यहरू धेरैजना हुनुहुन्छ। उहाँहरू सक्षम रूपले दलितको भूमिका वार्डमा सञ्चालन गरेर निर्वाह गरिराख्नु भएको छ। र म चाहिँ के भन्न चाहन्छु भने संविधानले जसरी के अरे एकजना दलित महिला अनिवार्य भने जस्तै जबसम्म संविधानले नै 11वटा वार्डमा चाहिँ 3टा वार्डमा चाहिँ दलितहरू चाहिँ अनिवार्य वडा अध्यक्ष चाहिँ दिनुपर्छ भनेर दलित के अरे संविधानले जबसम्म किटान गर्दैन तबसम्म चाहिँ हामी दलितहरू चाहिँ कार्यकारी पदमा पुग्दैनौँ र कुनै पनि पार्टीले पुर्याउँदैन। म चाहिँ मैले नै भएको छु। म दलित भएर वडा अध्यक्ष उठ्दाखेरि मैले कस्तो विवेकको घटनाहरू भोगेको छु भन्ने मलाई थाहा छ। र यी कुरा चाहिँ सबै राजनीतिक दलहरूले अनिवार्य 11वटा वार्डमा 3-4टा वार्डमा दलितहरूलाई वडा अध्यक्ष कार्यकारी पदमा उठाउनुपर्छ र त्यसको जिम्मा सम्पूर्ण जो राजनीतिक दलहरूले लिएको छ त्यो राजनीतिक दलहरूले लिनुपर्छ। त्यसो जबसम्म हामी दलितहरू कार्यकारी पदमा
कानुन कार्यान्वयन गर्ने पक्षमा हामी पुग्दैनौँ तबसम्म हामीले जति नै दलितका ठुल्ठुला कुरा गरे पनि केही हुँदैन भन्ने मलाई चाहिँ एउटा लाग्छ। र यसको विषयमा स्थानीय सरकार हुनुहुन्छ, राजनीतिक दलका प्रमुखहरू हुनुहुन्छ, यो कुरालाई मनन गरेर अब आउने निर्वाचनमा दलितहरूलाई त्यो वडा सदस्य मात्रै नभएर कार्यकारी पद वडा अध्यक्ष दिनुपर्छ र अनिवार्य जिताउनुपर्छ। र आजको कार्यक्रम एकदमै फरक किसिमको कार्यक्रम राख्नुभएको छ। दलित वर्ग उत्थान समितिलाई म हार्दिक धन्यवाद दिँदै मेरो छोटो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद। आज हामी नेपालमा छुवाछुत अन्त्य भएको 20औं वर्षको अन्तिम दिन हामी आज यहाँ यो हलमा कार्यक्रममा उपस्थित भएका छौँ र धेरै वक्ताहरूले आफ्ना आफ्ना कुरा राखेर गइसक्नु भएको छ। र यसै हलमा भर्खरै बेलबारी इलाका प्रहरी कार्यालयका प्रमुखज्यूले पनि आफ्ना कुरा राखेर अब किन हो अलिकति छिटो निस्किनु भयो, उहाँको कामै थियो कि अब बाना बनाएर जानुभयो, त उहाँले जान्ने कुरा हो। र पूर्व वक्ता साथीहरूले पनि राखिसक्नु भएको छ। यहाँ दलित र गोइरा दलितका छोराछोरी प्रेम जालमा पर्नुहुन्छ र दलितको छोराले गोइरा दलितकी ब्राह्मणवादी चिन्तन पछि बोकेकी आमाको छोरी लिएर चाहिँ भगाएको हुन्छ र त्यो छोरीलाई त्यो केटा र केटीलाई बोलाएर चाहिँ प्रेम जालमा परेका केटाकेटीलाई बोलाएर चाहिँ इलाका प्रहरीमा बोलाइन्छ, छलफल गराइन्छ र केटीलाई आफ्नो बाबुआमाको जिम्मा लगाएर पठाइन्छ, तर केटालाई बलात्कारको मुद्दा लगाइन्छ। त्यो भएको कारणले हामी प्रेम गर्न पनि नपाउने एउटा चाहिँ जातिभित्र परिन्छ। धेरै 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 युवा युवतीहरू चाहिँ अहिले त्यस्तो दलदलमा फस्नु भएको छ र यही बेलबारी इलाकामा पनि म धेरैचोटि आएको छु दलितका मुद्दाहरूमा चाहिँ। र यो न्याय हो कि अन्याय हो यो कुरा पनि यहाँ सम्पूर्ण वक्ताहरूले बुझ्दिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषक मित्र। आज जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कार्यक्रमका सभाध्यक्ष, यो कार्यक्रममा प्रमुख अतिथि हुनुहुने आदरणीय बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईज्यू, त्यसै गरी विशेष अतिथि उपमेयर नीतू बहिनी, विशिष्ट अतिथिज्यू। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज यो विशेष दिन छुवाछुत मुक्त राष्ट्र घोषणा भएको सन्दर्भलाई पारेर हामीले मनाउँदै आएको छुवाछुत विभेद विरुद्धको राष्ट्र दिवसको सन्दर्भमा दलित वर्ग उत्थान समिति बेलबारीले आयोजना गरेको यो अन्तर्क्रियात्मक कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन प्रमुख अतिथिसहित सम्पूर्ण अतिथि जिम्मा लिनुपर्छ। अबको यो युग भनेको अबको नानी बाबुहरूमा छ। पुरानो सोचलाई हटाउनुपर्छ, किनभने हामी यो जुन ओडाहरूमा अघि राजनीतिक कुराहरू पनि आयो, राजनीतिक कुरामा हाम्रो गीता शिवालाई ओडा अध्यक्ष एमाले पार्टीबाट ओडा अध्यक्ष दिएको थियो, तर आफ्नै पार्टी लाग्छ अनि छोरी मान्छे उठेको छ भने छोरा मान्छे लाग्छ, खुट्टा तानातान हुन्छ अनि त्यहाँबाट आफ्नै पार्टीले हराइदिन्छ। यो चाहिँ हामीले एकदमै छातीमा हात राखेर भन्नुपर्छ, किनभने उठ्नुहोस् न भनिदिन्छ अलिक पत्र गरेर त्यसलाई हराउनुपर्छ भन्नुहुन्छ। त्यो चाहिँ हामी अलिकति एक्टिभ भएर लाग्नुपर्छ। हाम्रो पार्टी भनेर मात्रै हुँदैन, पार्टीमा खोल ओढेर मात्रै हुँदैन, सक्षम मान्छेलाई अघि बढाउनुपर्छ भन्ने कुरा पनि गर्दै धेरै एकदमै समय पर पुगिसकेको छ। आज राष्ट्रिय छुवाछुत विभेदमुक्त समाज दिवसीय कार्यक्रमको आयोजना गरेर यो संस्थाले बेलबारीमा रहेका सरकारहरूलाई, स्थानीय सरकार, विभिन्न सङ्घ संस्था र दलीय रूपमा पार्टीलाई पनि बोलाएर, त्यसै गरी आज मिति 2083 साल जेठ 21 गते बिहिबारको दिन जुन यो अत्यन्तै संवेदनशील अर्थात् यो महत्त्वपूर्ण कार्यक्रम जुन दलित वर्ग उत्थान समिति बेलबारीले आयोजना गर्नुभएको छ,
जातीय भेदभाव तथा छुवाछुत विरुद्धको यो अन्तर्क्रियात्मक कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख आदरणीय दिलप्रसाद राईज्यू, त्यसै गरी विशेष अतिथि बेलबारी नगरपालिकाकी उपप्रमुख आदरणीय नितु थापा कोइरालाज्यू, अन्य विशिष्ट अतिथिज्यूहरू र विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्नुहुने प्रमुखज्यूहरू, प्रतिनिधिज्यूहरू र मैले यहाँ समयको बावजुद एकमुष्टमा यस हलमा उपस्थित मैले मान्नुपर्ने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म मेरो व्यक्तिगत तर्फबाट र श्रम संस्कृति पार्टी नगर कार्य समिति बेलबारीको तर्फबाट यहाँहरूमा हार्दिक नमस्कार तथा अभिवादन। र यो दलित समुदाय भनेर चाहिँ एउटा वडाध्यक्षलाई क्वेसन थियो, दलित बस्ती केन्द्र विकास योजनामा कसरी तपाईँहरूले कार्यान्वयन गरिराख्नु भएको छ भनेर। हामीले जनप्रतिनिधि भएर जितेर आउँदाखेरि हामी दलित वर्ग समितिबाट पदाधिकारीज्यूहरू र सिङ्गो बेलबारी नगर कमिटी दलित उत्थान समितिको नगर कमिटीलाई यो कार्यक्रमको आयोजना गरेर यसरी अन्तर्क्रियाको समेत आयोजना गरिदिनु भएकोमा यहाँहरूलाई म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। विशेष गरेर बेलबारी नगरपालिकाले दलित उत्थानको हकमा धेरै कामहरू गर्दै आएको छ र अघि यहाँ प्रश्न पनि उठे, वडा कार्यालयहरूले अर्थात् नगरपालिकाले दलितहरूको विषयमा के कस्ता कार्यक्रमहरू दिँदै आएको छ र आगामी दिनमा के कस्ता कार्यक्रमहरू दिने योजना छ भन्ने कुरा पनि प्रश्नको रूपमा आएको छु र बेलबारी नगरपालिकाले पनि मलाई जहाँसम्म लाग्छ यस्ता कार्यक्रममा तदारुकता देखाएर, अर्थात् म 52 को छोरो हुँ, मेरा छोरा नातिहरू जन्मिँदै जनाइ लाएर जन्मेका हुँदैन। त्यो कर्मले ब्राह्मण हुने हो, कर्मले उच्च हुने हो, कर्मले नीच हुने हो। त्यस कारणले ब्राह्मण जातिले पनि नीच कर्म गर्यो भने नीच हुने हो। त्यसै कारणले कर्मले पाइने उपाधि मात्रै हो। त्यस कारणले हामी सबै मानिस एक हौँ। अझ म तपाईँहरूलाई यो भन्दा पनि गहिराइमा लान चाहन्छु। यो क्षेत्री, बाहुन, महिला, पुरुष, दलित आदि इत्यादि भन्ने कुरा यो 24 घण्टा पनि टिक्दैन। 24 घण्टा किन टिक्दैन भने हामी 24 घण्टामा 3टा अवस्थामा घुम्छौँ। एउटा जाग्रत, अर्को स्वप्न, अर्को सुसुप्ति। ल भन्नुहोस्, गाढा निद्रामा म बाहुन हुँ, म दलित हुँ भनेर कसैले थाहा पाउँछ भने यो भनेको 24 घण्टासम्म पनि टिक्दैन। यो एउटा पुरानो संस्कारको रूपमा रहिआएको छ। कानुनले त अघि हाम्रो पर्वत खालिजीले भन्नुभयो 2021 सालको मुलुकी ऐनले पनि यो छुवाछुत मुक्त कानुन बनाएको थियो। तर संस्कारवश पुर्खाहरू, अहिले पनि धेरै पुर्खाहरू, धेरै बुढापाकाहरू अलिकति हच्किएको अवस्थामा पुरानै विधि पद्धतिहरू उहाँहरूले चाहिँ लागू गरिराखेको यताबाट देख्न पाइन्छ। म विशेष गरेर आज जेठ 21 गते छुवाछुत मुक्त राष्ट्र, जातीय विभेद र छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन हो। तर पनि आज यत्र त्यत्र यस्ता घटनाहरू घटिरहेकै छन्। जातीय विभेदका घटनाहरू पनि घटिरहेका छन्, छुवाछुतका घटनाहरू पनि घटिरहेका छन्। प्रेम गरेका आधारमा मान्छेहरू मारिरहेकै छन्। भर्खरै हामी निशा विकहरूको कुराहरू सुनिरहेका छौँ। नवराज विकहरूको त एउटा कालो दिनकै रूपमा चित्रित भइरहेको छ। तर पनि किन भइरहेको छैन भन्दा हामी मूल कुरामा हामी पुग्न सकेका छैनौँ। दलित वर्ग उत्थान भनिन्छ, राज्यले यिनीहरू कमजोरी गरेको छ। यो उत्थान गर्नुपर्ने समुदाय होइन। उत्थान गर्नुपर्ने समुदाय चाहिँ राउटे समुदाय हुनसक्छ, जो लोपोन्मुख हुन्छ, जसको भाषा संस्कृतिहरू मासिएको हुन्छ, जसले अब उसलाई समाजको मूल धारमा नल्याउने हो भने त्यो जाति चाहिँ लोप हुन्छ।
ती जातिहरूको उत्थान गरेर त्यो राज्यले उत्थान गरिदिँदा चाहिँ कल्याण हुने हुँदाले तिनीहरूको संरक्षण हुने हुँदाखेरि त्यो उत्थान गर्ने विषय हो। हामी यी मिस्टेकमा छौँ। भलै मैले यो सङ्गठनसँग आपत्ति जनाइरहेको होइन, राज्यको अवधारणामा यहाँनिर गलत छ। 50 लाख जनसङ्ख्या भएको यो समुदाय राज्यको आँकडामा 13% जनसङ्ख्या भएको 13.8% जनसङ्ख्या भएको यो समुदाय उत्थान गर्ने समुदायको विषय होइन। यो समग्र प्रणालीको विषय हो, राजनीतिक प्रणालीको विषय हो, आर्थिक प्रणालीको विषय हो, सांस्कृतिक प्रणालीको विषय हो, जसले राज्यको पुनर्संरचनाको माग गर्दछ, जसले राज्यमा सोच्ने तरिकाहरूको बदल्ने माग गर्दछ। त्यो समुदाय हो दलित समुदाय। आज तपाईँ 21 वर्ष भएछ, हामीले गम्भीरतापूर्वक बुझ्ने यो नेपाली समाजलाई हामीले गम्भीरतापूर्वक बुझ्ने, यही भएर हामी उँभो लागिरहेका छैनौँ। हामीले जसले श्रम गर्छ त्यो माथि अपमान गर्यो, जसले ठग्यो त्यसलाई हामीले माथि राख्यौँ, जसले काम गर्यो त्यसलाई हामीले तल राख्यौँ। हिजो खानी पत्ता लगाउने फलामलाई तपाईँको मैनझै पगालेर चाहिँ हतियार बनाउने विश्वकर्माहरूलाई इन्जिनियर घोषणा गरेको हुन्थ्यो भने, लुगा सिउने दर्जीहरूलाई शिल्पकार भनेर सम्मानित गरेको राज्यले हुन्थ्यो भने, छालालाई काँचो छाला सुकाएर मान्छेका आङ ढाक्ने वस्त्रहरू बनाउने, छालाका जुत्ताहरू बनाउने, ज्याकेटहरू बनाउने सार्कीहरूलाई शिल्पकार भनेर घोषणा गरिएको हुन्थ्यो भने, जति बेला बाँधी महिलाहरू नाचेर राजा महाराजाहरूलाई राणाहरूलाई मनोरञ्जन दिन्थे, नाच्ने काम बाँधीको भनिन्थ्यो, गाउने काम तपाईँको चाहिँ गाइनेको भनिन्थ्यो, तिनीहरूलाई गायक र नायक घोषणा गरिएको भए आज समाज कहाँ पुग्थ्यो होला? अनि तिनै दर्जीहरूले सिउने र विश्वकर्माले बनाउने हतियारहरूलाई इन्जिनियर भनेर त्यही पढाइ भएको भए के हुन्थ्यो होला नेपालमा? तपाईँ कल्पना गर्नुहोस् त। हामीलाई पढाउने, शिकार खेल्ने राजाहरूका इतिहासहरू पढाउने, सयौं नर्तकीहरू राख्ने राजा महाराजाहरूको इतिहास पढाउने यो देश श्रमजीवीमाथि जब अपमान गरियो, हामी जस्ता श्रमजीवीहरूमाथि अपमान गरियो, होला तपाईँ हमला गरियो, यतिसम्म गरियो, त्यो सिउने श्रम गर्नेलाई पैताला पनि राख्यो। त्यही होइन 4-36 वर्ण भनेको, 4 वर्ण 36 जात भनेको त्यही होइन? किन भन्नु त? ब्राह्मण किन भन्यो? क्षेत्री किन भन्यो? ब्राह्मणको काम ज्ञान बाँड्ने भन्यो, ईश्वरसँग कन्ट्याक्ट गराउने भन्यो, स्वर्ग नर्क पुर्याउने काम उहाँले गर्नुहुन्छ भन्यो, क्षेत्रीको काम राजकाज गर्ने भन्यो, वैष्णवको काम तपाईँ व्यापार गर्ने भन्यो, शूद्रको काम तिनै क्षेत्री र ब्राह्मणको सेवा गर्ने भन्ने होइन र शास्त्रमा? कहाँको शास्त्रको कुरा? त्यसैले मैले यहाँ ब्राह्मणवाद भनेको के हो भने कुनै जातिको कुरा हो। यसले आफ्नो भाषालाई सर्वश्रेष्ठ मान्छ, यसले आफ्नो संस्कृतिलाई सर्वश्रेष्ठ मान्छ र एउटा जाति एउटा वर्ण चाहिँ कमसल जात हो जो बाटामुनि हिँड्नुपर्छ, जसले छुएको खानु हुँदैन, जसलाई सधैँभरि दमन गर्नुपर्छ। त्यही भएर वीरता बाँड्दा कुन दलितले बाँड्यो होला मलाई भन्नुहोस् त? यो देशमा वीरता बाँडियो, यी काकुन झोडाहरू भन्छ यहाँ, यी फाड्दाखेरि कुन चाहिँ विश्वकर्माले फाड्यो? विश्वकर्माहरूले आएर बिगो कब्जा गर्यो, पञ्चायतले यिनै 4 झाडीहरू फाड्दा कुन दलित आउन सक्यो? को राज्यको पहुँचमा थियो? राज्यको पहुँचमा हुनेहरूले जमिन बाँडेको होइन? जति बेला जमिन जसको थियो त्यो धनी मानिन्थ्यो, त्यो शक्तिशाली मानिन्थ्यो। ती दलितहरूलाई दियो जमिनबाट वञ्चित गरियो। यो लामो कुनै दिन गरौँला, यो देशमा दलितहरूलाई आफ्ना छोरी चेली श्रीमतीहरूसम्मको अधिकारबाट वञ्चित गरिएको थियो। एक समयको कुनै यो काल्पनिक कुरा होइन, यो रियल जीवन हो। दलितहरूमाथिको अत्याचार 2000 वर्ष अगाडिदेखिको चाहिँ यो अत्याचार भोग्दै हामी आएका छौँ। त्यसैले मैले भन्न खोजेको कुरा के हो भने हामी यो अत्याचारबाट मुक्त हुन चाहन्छौँ। यो कुनै उत्थान गर्ने विषय, 4 लाख छुट्याउने विषय, 7 लाख छुट्याउने विषय, 8 लाख छुट्याउने विषय होइन। सम्पूर्ण यो नगरको सरकारको ध्यान कतिखेर समृद्धि हुन सम्भव छ? यो देश समृद्ध हुने, यो देशमा बस्ने 50 लाख नागरिक चाहिँ पहिले म नागरिक हो भनेर कपी यहाँ नमै कामी साथी तलका मेचिक कोडेहरूले मुसरहरूले जान नपाउने, को अरब विदेश जान नपाउने, रेमिटेन्स
विदेश गएर कमाउन नपाउने त्यहाँ पनि जाति प्रथा हुन्थ्यो भने आज पनि दलितहरूको हालत 100-150 वर्ष अगाडि गयो। त्यसैले राज्यले व्यवस्थित राज्य समृद्धितर्फ जाने दिनभरि काम गर्नु पर्थ्यो, झारो टार्दै भन्थ्यो। त्यो झारा प्रथा पनि हामीले भन्छौँ। मैले जान्दा आफ्नो बारीको हिलो सुकाएर सबै दलित बस्तीका मान्छेहरू मुखियाको खेत रोप्न जानु पर्थ्यो, आफ्नो खेत सुकाएर। यो प्रथा हामीले भोगेको अनि यस्ता अनगिन्ती कुरोहरू छन्। त्यसैले म यहाँहरूलाई भन्छु, सरकारसँग समन्वय गर्नु। आजको सरकार उहाँहरू जस्तो गणतन्त्र प्राप्ति पछाडिको सरकार त्यो स्वाभाविक रूपमा दलित मैत्री हुन्छ, निमुखाको मैत्री हुन्छ। मात्रै के छ भने प्लान बनाउने कुरामा समस्या परिरहेको छ। प्लान बनाउनका निम्ति उहाँले सरकारहरूले पनि सल्लाहकारहरू राख्ने, सल्लाहहरू लिने र यो समुदायलाई माथि उठायो भने मात्रै मानवीय सूचाङ्कमा अथवा संसाधनमा यो माथि जान सक्छ। नभए एउटा नागरिक पशु सरह बस्ने यो मुलुकमा उन्नति सम्भव छैन। त्यसैले म यहाँहरूका बिचमा फेरि पनि म भन्छु, यो सोच्ने तरिकालाई, यो प्रणालीलाई नउल्टाएसम्म यो हाम्रो समाजको प्रति सम्भव छैन। आज अलिकति बढी कुरा गरौँ भने जातिको कुरा, यो अलिक जातिवादी भएछ भन्छ। मलाई चाहिँ धेरै पार्टी एक्साइटेड हुन्छ, अलिक बेहोरा देखाउँछ भन्छ क्या। मलाई यो बेहोरा देखाउने भन्ने हुन्छ नि, आउँछ नि। यो बेहोरा भनेको तपाईँको चाहिँ बडा घातक कुरा छ भन्छ नि सजिलै। तपाईँ हामीले बेहोरा देखाए फलानाले भन्छ, त्यो बेहोराभित्र ठुलो जातीय चाहिँ अङ्क लुकेको हुन्छ। त्यसैले यो जातीय हिन्दू सामन्ती उच्च जातीय अहङ्कारवादको अन्त श्रमको सम्मान, श्रमजीवीहरूलाई सम्मान नगर्ने परिपाटीले मात्रै के गर्न सक्छ भने यो समाजलाई उन्नतितर्फ लान सक्छ। अनि मात्रै हामी मान्छे हुन चाहन्छ। आज हामी नेपाली हुनुमा गर्व, बेलायत पुगेपछि, अस्ट्रेलिया पुगेपछि, कोरिया पुगेपछि मात्रै गर्ने जुन कन्डिसनहरू छ, यसले यो समाजलाई लाउँदैन। आज एउटा सामाजिक सञ्जालमा चलिराखेकै छ। यहाँ भन्दा के होला होइन, धेरै मिडिया होला होइन, के भन्छ भने यसलाई अन्यथा नलिनु होला। एकजना मनोज परियार भन्नेले यो मलाई काम नदिने मन्दिर किन चाहियो भने सत्य हो त। हिन्दूको जन्म कर्मदेखि मृत्यु कर्मसम्म एउटै छ, त्यसले मन्दिर जान पाउँदैन। त्यो मन्दिर किन चाहियो? किन चाहियो? किन चाहियो त्यो दलितलाई? त्यसैले उसले आगो लगाइदिन्छु भन्नु। हाम्रा ज्ञानेन्द्र साईहरू रुख उठ्ने आज त्यही भइरहेको छ। इतिहासमा जसले सम्मान पाएका थिए, अपमान पाएका थिए, यो फर्किनुपर्छ भन्छ क्या। उनलाई आपत्ति, ज्ञानेन्द्र साईहरूलाई आपत्ति भइरहेको। जसले हिन्दू राज्य चाहन्छ, जसले राष्ट्र संस्था पुनर्स्थापना चाहन्छ, त्यसले हिजो सम्मान पाएको थियो, त्यसले अब सम्मान सधैँ पाउँदैन। त्यसैले उसले त्यो सम्मान पाइरहेको विगततिर फर्किन चाहन्छ। त्यसैले म फेरि पनि भन्छु, यो हाम्रो कल्चर संस्कारलाई पूर्ण रूपमा नबदलेसम्म हाम्रो हुँदैन। बजेटका कुराहरू यसले यस्तो उन्नति विस्तार सुधार गर्ने कुरा हो, तर ड्यास्टिक चेन्ज ल्याउँदैन। त्यसैले म फेरि पनि यो कार्यक्रममा मलाई पनि विशेष अतिथि भएर कुरा राख्ने अवसर दिनुभएकोमा आयोजकप्रतिमा आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद सञ्चालकज्यू। बेलबारी नगर दलित वर्ग उत्थान समितिको आयोजनामा यो अन्तर्क्रिया कार्यक्रमका सभा अध्यक्षज्यू, आजका कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुखज्यू, विशिष्ट अतिथिज्यूहरू, वडा अध्यक्षज्यूहरू उपस्थित हुनुभएको छैन, वडा सदस्यज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट उपस्थित हुनुभएका अतिथिज्यूहरू, पार्टी प्रमुखहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभाव दाजुबहिनी तथा आमा बुवा सम्पूर्णमा बेलबारी नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन साथै नमस्कार। वास्तवमै अहिले यो आजको कार्यक्रममा समय सान्दर्भिक कुरा राखेर जानुभयो हाम्रो विशिष्ट अतिथिज्यूले। मलाई एकदमै यो उहाँको कुरा सुनेर एकदम म
एकदमै खुसी व्यक्त गर्न चाहन्छु। धेरै राम्रो कुराहरू उहाँले प्रस्तुत गर्नुभएको छ। वास्तवमा यो आजको जुन कार्यक्रम छ यो हामी दलित जातिहरूको विषयमा, छुवाछुतको विषयमा, यो परम्परागत आएको भन्ने एउटा जुन एउटा समाजमा उल्लेख छ, यो चाहिँ मैले के पाइरहेको छु भने हजुरहरूलाई म आफ्नो अलिकति अनुभवका कुराहरू र मेरो लोकलिटी कुराहरू मात्रै गर्न चाहन्छु। यो चाहिँ दलित जातिलाई मात्र नभएर विभिन्न जातमा पनि यस्ता कुराहरू, विभेदका कुराहरू आइरहेका छन्। त्यसको एउटा उदाहरण म पनि हो। म तपाईँहरूलाई प्रष्ट रूपमा हजुरहरूले मलाई उपप्रमुख भनेर चिनिरहे तापनि अहिले साना भाइ बहिनीहरूले त प्रायः देख्नु पनि भएको थिएन होला। तर म यसै बेलबारी नगरपालिकाको 1 नम्बर वार्डमा जन्मिएर हुर्किएको यस नगरपालिकाको नागरिक हुँ र मेरो विवाह चाहिँ सुनसरीको इनोरवा पालिकामा भएको थियो होइन। मेरो विवाह भएको पनि 27-28 वर्ष भइसकेको छ। मेरो प्रेम विवाह भएको हो। म तपाईँहरूलाई के भन्न चाहन्छु भने यो विभेदका कुराहरूमा वास्तवमा म पनि अन्तर जातीयसँग प्रेम विवाह गरेको हो। म थापाको छोरी, छेत्रीको छोरी, तर ब्राह्मण जातिमा विवाह गरेँ कोइरालामा। र अहिले भर्खरै पनि उहाँ हाम्रो अतिथिज्यूले भन्नुभयो जातीय उसमा चाहिँ धेरै दलित जाति, तामाङ जातिहरूलाई हेर्ने दृष्टिकोण एकदम न्यून रहेको राज्यको भन्ने छ। त्यसै जातमा मेरो मावली चाहिँ तामाङ हो कि म चाहिँ इन्टरकास्ट हो। धन्यवाद कार्यक्रम सञ्चालक मित्रलाई। यो आज विशेष गरी यो जातीय भेदभाव तथा छुवाछुत विरुद्धको जुन दिवस कार्यक्रम छ, यस कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित हुनुभएका दलित राष्ट्रिय आयोगका सदस्य, पूर्व सदस्य माननीय अरुण सुन्दासज्यू, बेलबारी नगरपालिकाका उपप्रमुखज्यू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, अन्य सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, अतिथिगण लगायत पत्रकार मित्रहरू, यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा बेलबारी नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट समेत यहाँहरूलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। यो आजको दिवसको विशेष गरी यहाँहरू सम्पूर्णमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अनि वर्तमान अवस्था कस्तो हुनुपर्छ भन्ने देखाउँछ र भविष्यमा के गर्ने भन्ने पनि देखाउँछ। यदि आज यो दिवसको सिलसिलामा यहाँहरू उपस्थित हुनु नभएको भए अथवा जो हुनुभएको छ केही कुरा थाहा पाउनुभयो, जो हुनुभएको छैन उहाँहरू शून्यभित्रै हुनुहुन्छ। त्यसैले यो दिवसको महत्त्व छ। राष्ट्रिय रूपमा यो दिवस मनाउनुको अर्थ हिजोको भेदभावको कालो इतिहास सबैले थाहा पाउनु, अहिलेको जेनेरेसन र मेरो थाहा पाउनु पर्ने के अरे मैले थाहा पाएको कुरा उहाँलाई थाहा छैन। अहिलेको नयाँ जेनेरेसनलाई धेरै कुरा थाहा छैन। त्यसैले हामीभित्र सुधार गर्नुपर्ने कुराहरू, कसले गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने कुराको ज्ञान लिनको निम्ति, त्यसका निम्ति तपाईँहरू जे आज यहाँ सुन्नुभयो, थाहा पाउनुभयो, तपाईँहरूको निम्ति एउटा शिक्षा प्राप्त भयो। यो दिवसको महत्त्वलाई यस मानेमा बुझ्नुपर्छ। यस्तो दिवस अरे भइरहन्छ नि भन्ने कुरा होइन। किनभने यो समाज लैङ्गिक रूपमा विभेदयुक्त छ, जातीय रूपमा विभेदयुक्त छ, वर्गीय रूपमा पनि विभेदयुक्त छ। धनी र गरिब बीचको विभेद, पुरुष र महिला बीचको विभेद, जाति बीचको विभेद। स्वास्थ्य शिक्षामा दलितको लागि र प्राविधिक शिक्षामा दलितको लागि के भनेर पहिला एउटा प्रश्न थियो। हेर्नुहोस्, स्वास्थ्यको क्षेत्रमा हामीले वडाका साथीहरूलाई पनि भनेका छौँ
स्वास्थ्य बिमा गराउने कुरामा दलितहरूको परिवारलाई पहिलो प्राथमिकतामा राख्नु होला। जुन जुन वडामा उहाँहरूले स्वास्थ्य बिमाको कार्यक्रम राख्नु भएको छ त्यो कुरामा चाहिँ तपाईँहरूले पनि वडाध्यक्षहरूलाई सम्पर्क गरेर विपन्न दलित परिवारलाई पहिलो प्राथमिकतामा राखेर हामीले स्वास्थ्य बिमा गर्दाखेरि वडाहरूलाई एउटा मापदण्ड तोकेका छौँ। 3500 तिरेर 1 वर्षको निम्ति 5 जनाको बिमा हुन्छ। अत्यन्त विपन्नलाई त्यो 3500 पुरै लगाइदिने, अलिक आर्थिक रूपमा राम्रै छ भने 50%सम्म, अझै अलिक विपन्न छ भने 75%सम्म, यसरी 3 किसिमले बिमाको कार्यक्रम गरेर स्वास्थ्यमा उपचारको निम्ति सहयोग पुर्याउनका निम्ति त्यो कार्यक्रम छ। शिक्षाको हकमा मैले धेरैचोटि भनेको छु, हामी आउनुभन्दा अगाडि बेलबारी नगरमा पढाइ हुने 8वटा सामुदायिक विद्यालयहरू जहाँ 11-12 पढाइ हुन्छन् ती विद्यालयहरूमा 500 देखि 1000सम्म मासिक शुल्क लिने 11-12 का स्कुलहरू थिए। हुन्छ भने 11 क्लासमा उहाँहरूलाई सुरुमा त्यो पहिला एडमिसन शुल्क भनेर पनि 2000 लिने ठाउँमा त्यही 1500 लिने मात्रै नगरपालिकाले भनेको छ, बाँकी पैसा नलिने भनेको छ। चाहे जोसुकै होस् 11मा पढ्ने सम्पूर्ण विद्यार्थी, किनभने सामुदायिक विद्यालयमा विपन्न वर्गका, त्यसमा पनि दलित आदिवासीका नानीहरू धेरै पढ्छन्। त्यस मानेमा त्यहाँ कुनै शुल्क नलिने, जाँच फिस कसैले 3वटा जाँच ल्याएको छ, कसैले 4वटा जाँच ल्याएको छ, बढीमा 500 को दरले 4000सम्म। बिदा लिन चाहन्छु। मैले कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि कुनै भुल त्रुटि गरेमा क्षमा चाहँदै म बिदा लिन चाहन्छु। 5 मिनटभित्र बसेर यो एउटा महत्त्वपूर्ण भनाइ अध्यक्षको तर्फबाट के भन्छ भन्ने लागिरहेको होला यहाँहरूलाई। सम्पूर्ण चाहिँ बाहिर हुन्छन्, भित्र आएर एकछिन भएर जानु गरेर 5 मिनट बस्दिनु म आग्रह गरेँ। अलिक नजिक आउनुहोस् त। तपाईँहरू अलिक टाढा कुर्सीहरू खाली भइसके। वास्तवमा महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो आफ्नो यहाँको नगर विस्तार गर्दै उठ्ने तपाईँहरू चिन्न मिल्न भन्नु एकछिन हामी जातीय छुवाछुत विरुद्धको 21 अन्तर्राष्ट्रिय दिवसमा उपस्थित भएर धारण गरेर यहाँ अहिलेसम्म बस्नु भएको छ। आज न्यायलाई थापी राखेर न्यायलाई विशेष गरी धन्यवाद। साथै आजका प्रमुख आकर्षक हाम्रा आदरणीय सम्मानित व्यक्तित्व यसै नगरका मेयर वीर प्रसाद राईज्यू, हामीले कार्यक्रम सुरु गर्दै गर्दा थोरै समय ढिला सुरुवाले आउँछ है भनेर हामीलाई खबर पनि गर्नु लाग्यो। त्यो समयमा आएर पनि आफ्नो महत्त्वपूर्ण भनाइहरू राखिसक्नु भएको छ। त्यसै गरी यस कार्यक्रमका विशिष्ट अतिथि आदरणीय सम्मानित व्यक्तित्व ऋतु थापा खैराज्यू, त्यसै गरी दलित आयोगका पूर्व सदस्य माननीय भन्नुपर्ने हामीलाई जाँदैनौँ त्यसको लागि उहाँसँग क्षमा माग्दै आदरणीय सम्मानित व्यक्तित्व अरू सुन्दाज्यू हाम्रो निम्तोलाई स्वीकार गरेर छिमेकी नगरमा उहाँको विश्वास छ। कतिपयले उहाँको महत्त्वपूर्ण भनाइ सुन्नु भएको थिएन होला आजसम्म। विशेष गरेर सुन्नुपर्छ हाम्रो समुदायको कुराहरू भनेर यहाँले पनि सुनिदिएर आज एउटा सामाजिक रूपमा हाम्रो पनि यस्तो व्यक्तित्व हुँदो रहेछ भन्ने कतिपयलाई थाहै थिएन होला नि त। आफ्नो थाहा छ यो कुनै पनि कार्यक्रममा जाँदै गर्दाखेरि चाहिँ हरेक व्यक्तिसँग चिन्जान हुने एउटा अवसर। आज तपाईँहरू यहाँ कतिपय मलाई नचिन्ने, म तपाईँहरूलाई नचिन्ने पनि छ। यो समाजले गर्दाखेरि एउटा दलित जाति एकजुट हुनुपर्छ। एकजुटका निम्ति कुन खालका भूमिका गर्ने भन्दा हरेक यस्ता कार्यक्रममा सधैँभरि तपाईँहरूले आफ्नो घरबारी भित्तो राखेर चाहिँ के अरे यहाँ आफूले बोक्न नसक्ने भारी बोकेर हिँड्नु पर्दैन। सदा दिन यहाँ खट्ने पदाधिकारीले खटे पनि तपाईँहरूले यस्तै कार्यक्रममा एक दिन आएर राष्ट्रियताको निम्ति एकता गर्नु नै छ भन्ने पनि यहाँहरूलाई म सुझावसहित आग्रह पनि गर्छु। विशेष गरेर विद्यार्थी भाइ बहिनीहरू त गइसक्नु होइन, उहाँहरू अलिकति बस्दै र 2टा कुरा सुन्दै भए अझ राम्रो हुन्थ्यो कि जस्तो मलाई लागेको छ। हुन त मैले यहाँहरूलाई सम्बोधन पनि गरिनँ, त्यसको लागि सरी। हाम्रो पार्टी अध्यक्ष आदरणीय शङ्कर गुरुङज्यू पनि हामीले निम्ता गर्दा उपस्थित हुनुहुन्थ्यो भन्ने तपाईँ एमालेबाट। त्यसै गरी नेकपा
नेपाली पार्टीबाट नेपाली कम्युनिस्ट पार्टीबाट गोलकुमार गुरुङजी उपस्थित हुनुहुन्थ्यो। त्यसै गरी श्रम संस्कृतिबाट आदरणीय हाम्रो पर्वत राईजी उपस्थित हुनुहुन्छ। त्यसै कारण मैले आज यहाँलाई भन्नै पर्छ, धेरै कुरा भूमिका त मैले बाँधिदिनु, तर आज हाम्रो समुदायले आह्वान गरेर हरेक ठाउँमा मैले आफूले चिठी दिएर फोन गर्दै गर्दा हरेक ठाउँका वडा अध्यक्षहरू किन आउनुहुन्न, तपाईँले यो एउटा अनुमान गर्नुहोस् त, किन आउनुहुन्न? यो हाम्रो समुदायप्रति हेर्ने नजर उहाँहरूको कस्तो छ, यो कुरा सबैले विचार गर्नुपर्छ। आज हाम्रो एकजुटता नभएको कारणले उहाँहरू हामीलाई पत्याउनुहुन्न। यो समुदायले दलित समुदाय पनि भोलि यिनीहरूलाई जसरी पनि घुमाइन्छ भन्ने खालको जुन खालको उहाँहरूको सोच छ, त्यो सोचलाई बदल्नको निम्ति हामीले के गर्नुपर्छ? एकजुटता हुनुपर्छ कि पर्दैन? आज स्थानीय सरकारबाट मेयर उपमेयर चाहिँ यहाँ उपस्थित हुनुहुन्छ, उहाँहरूले चाहिँ किन हुन्छ भने यो समुदायप्रति वफादार हुनुहुन्छ होला। भले हामीले कुनै प्रश्न गऱ्यौँ होला, त्यो प्रश्नको रियालिटी जवाब आएन होला, मलाई पनि लागेको छ रियालिटी जवाब आएन। त्यसको लागि सर्वप्रथम हामी एकजुट हुनुपर्छ। तर जसले हामीलाई पत्याउँदैन त्यसलाई पत्याउन र विश्वास गर्न हामीले पनि बन्द गर्नुपर्छ भन्ने म यो जनमानसलाई यो आवाज पुर्याउन चाहन्छु। हरेक व्यक्तिमा यो भर्न चाहन्छु कि जो वडा अध्यक्ष, जो प्रतिनिधिले पत्याउँदैन भने उसलाई पत्याउने तपाईँहरूको कुनै मानसिकता नैतिकताले दिएन जस्तो लाग्छ। किन यो समुदायले वर्षौँदेखि पछाडि परेको छ, यो समुदायलाई हेर्ने। आज तपाईँलाई म भन्छु, 1 नम्बर वार्डबाट अध्यक्षले सदस्य पठाउनु भएको थियो, 2 नम्बरबाट पठाउनु भयो, तर जवाबदेही खोइ। 3 नम्बरबाट बार फोन गरेको, 4 नम्बरबाट चाहिँ आउनु भएको छ प्रतिनिधि, 5 नम्बरको प्रतिनिधि खोइ। मैले स्वयं चिठी पुऱ्याएर फोन मार्फत उहाँलाई सम्पर्क गरेको छु। तपाईँको वार्डमा कुन खालको गतिविधि गर्नुभएको छ समुदायप्रति, यो जवाबदेही तपाईँले दिनुपर्छ। तपाईँ आउनुहोस् भनेर मैले फोन गरेको छु, भेटेको छु। 6 नम्बर वार्ड अध्यक्षलाई मैले भेटेर हिजो पनि थानामा उहाँहरूसँग एउटा मिटिङमा थियौँ, एउटा कार्यक्रममा थियौँ। त्यो कार्यक्रममा रमाइ गर्दाखेरि उहाँलाई मैले बार रिक्वेस्ट गरेको थिएँ, तर आज उहाँ उपस्थित किन हुनुहुन्छ? यसको जवाब के गरी माग्नु? यो तपाईँ हामीले मात्रै राख्नु, सबजना एकजुट भएर त्यसको विरोध गर्नुपर्छ। यो के दलित विरोधी हुन् कि अध्यक्षहरू? हामीले बनाएको जनप्रतिनिधि होइन? यदि हामीले बनाएको जनप्रतिनिधि किन गरेको कार्यक्रम उपस्थित हुनुहुन्न? बार मैले उहाँलाई खबर गरेको छु, सम्प्रेषण गरेको। यो आज म मिडिया मार्फत भन्न चाहन्छु, यो समाचार म दिन चाहन्छु, किनकि दलित समुदायलाई एकदम 9-10 हजार दलित समुदायलाई नहेर्नुहोस् यसरी। दलित समुदाय हिजोको छैन, अब केही बुझ्ने भइसकेको छ। यो कुरालाई हेर्दा रहोस् वडा अध्यक्षज्यूहरूलाई, जनप्रतिनिधिज्यूहरूलाई म यहीँबाट आग्रह गर्न चाहन्छु, कुनै पनि समुदायले निम्तो गरेको ठाउँमा अपमान नगरियोस्। आज यो अपमानको पराकाष्ठ हो, किन त्यो अपमानको भागीदार हामी नै हौँ। हामी राष्ट्रिय मुद्दामा एकता चलाउन दिनौँ, किनभने आज सबै कुर्सीहरू खाली छन्। अध्यक्षले केही भन्दै पर्छ भन्दाखेरि यहाँबाट व्यक्तिहरू निस्केर हिँड्नुहुन्छ, यो हामीलाई जवाबदेही खोइ। तपाईँहरूलाई सधैँभरि यहाँ लाग्नुपर्छ मैले भनेको छुइनँ। हाम्रै समुदायका समितिका साथीहरू पनि यहाँ पूर्ण हुनु, काम सबैको छ। आज महिनौँ दिनदेखि यो कार्यक्रम सफल गर्नुपर्छ भनेर म हिँडिरहेको छु, मैले गरिरहेको छु। तपाईँहरूले पनि साथ दिनुभएको छ, नदिएको भनेको होइन। तर समय र समयलाई विचार गरेर हामीले एकछिन बस्नुपर्छ, धैर्यता भन्ने कुरा हुनुपर्छ। यदि धैर्यता भएन भने हामी कहाँ पुग्छ? मैले यहाँबाट धेरै कुरा राख्न चाहन्न। आज पार्टीले हेर्ने नजर के हो भनेर हामीले नेपाली कङ्ग्रेस पार्टीलाई पनि निम्ता गरेको थियौँ। प्रश्न सुनिरहनु, हामीले राष्ट्रमा पहिलो पार्टी भयो, उहाँलाई पनि हामीले खबर गरेको थियौँ, चिठी पठाएको थियौँ, फोन मार्फत सम्झना गरेको थियौँ। उहाँ कहाँ हुनुहुन्छ? उहाँको पार्टी पहिलो दल गर्दा दल हुँदै गर्दाखेरि राज्यको निम्ति जवाबदेही, यो समुदायको निम्ति जवाबदेही खोइ। उहाँ किन आउनु भएन? उहाँहरूको पार्टीबाट कुनै पनि प्रतिनिधि किन आउनु भयो? मैले यो जवाब यही टेलिभिजन मार्फत यो आम समुदाय मार्फत गर्न चाहन्छु। यो जवाबलाई यो सामान्य जवाब होइन, हाम्रो समुदायलाई हेर्ने नजर कस्तो छ भन्ने कुराहरूले विचार राख्नुपर्छ। कुनै पनि मान्छेलाई इगो हुनुपर्छ, इगो भएन भने त्यो मान्छे कहिले पनि काहीँ पुग्दैन। आफ्नो समुदायप्रति गरेको उसको जुन व्यवहार छ त्यसको व्यवहार ईदको जवाब पत्थरले दिनुपर्छ भन्न म यहाँ चाहन्छु। हामी एकजुटता हुनुपर्छ। हाम्रो एकजुटता नहुनुको कारण यो हरेक ठाउँमा यही खालको वर्षौँदेखि भोग्दै आएको, कहिलेसम्म भोग्नु? जहिले तहिले हामीले चाहिँ के अरे छिचोमिचै सहेर बस्ने। यो पार्टीले जता भन्छ के सोचाइ छ त पार्टीको भने दलित समुदायलाई चुनाव आएपछि जता पनि मर्न सकिन्छ भन्ने यो भावनाले अन्त्य गर्नुपर्छ। आज चुनाव होइन, म तपाईँलाई यहीँबाट आह्वान गर्न चाहन्छु, भन्न चाहन्छु, यो जुन बेठिकी छ यसलाई अन्त्य गर्नुपर्छ। जस्तो जुन पार्टीले हामीले पार्टी यहाँ निधारमा ठोकेर ल्याएको छैनौँ। पार्टी जुन पार्टीले हामीलाई सोच्ने हेर्ने विचार हाम्रो समुदायको जुन एउटा क्रान्तिलाई उठाएको हुन्छ त्यसलाई हामीले समर्थन गर्नुपर्छ। यदि अन्यथा घुमाउँछु भन्ने हिसाबले त्यसलाई गऱ्यो भने भोलि त्यसले नै हामीमाथि वज्रपात पार्नुहुन्छ। यो कुरा त याद गर्नुभएको हेर्दा राख्नु पनि
आज यतिका 100देखि 150जनाको उपस्थित हुँदै एउटा पार्टीको जिम्मेवारी हुनु पर्दैन हो। यो दलित समुदाय भनेको राज्यबाट सञ्चालित छ, 7 राजनीतिक दलले नै हिजो गरेको यो समुदाय बनाएको। यो समुदायले बजेट चलाउनुपर्छ भनेर नगरमा गाउँमा या चाहिँ जिल्लामा यसरी राखेर त्यही समिति मार्फत हामी चलेको। हामी पनि विभिन्न पार्टीमा आस्था राख्छौँ, आस्था राख्दै गर्दा पनि पार्टीप्रति जवाबदेही त छौँ, या चाहिँ स्थानीय सरकारप्रति जवाबदेही त छौँ। हामीले गरेको विश्वासवादी उहाँहरूले हामीलाई घात सधैँ गर्नुहुन्छ, हामीले त्यो विश्वास दिलाउनु, त्यो विश्वास दिनु हुँदैन। म यो कुरा यहाँ आम समुदाय मार्फत म आग्रह गर्दै भन्न चाहन्छु, यदि उहाँहरूले हामीमाथि व्यवस्था गर्नुहुन्छ भने हामीले पनि वास्ता गर्न जरुरी छ। समुदायको नाम गर्दा के भन्नु त समग्र रूपमा दलित भनेको छ, त्यसमा पनि नाम आएको छ। त्यसकारण दुःख नमान्नु साथीहरू, हामीले त दलित भनेको शब्द भन्ने बित्तिकै अछुत हुनुपर्छ भन्ने थिएन, तर समाजका अवसरवादीहरूले दलित भनेको शब्दलाई अछुत बनाएका हुन्। यो कुरा हामीले पनि चिर्न सकेनौँ। हामी पनि सभ्य नागरिक भएर बाँच्न पाउने अधिकार हाम्रो पनि थियो नि त, तर हामीले त्यो कुरालाई हामीले पनि मर्नु गर्न सकेनौँ। आज म धेरै कुरा यहाँहरूलाई भन्दिनँ, मैले धेरै कुरा त भनिसकेको छु। कुनै पनि राजनीतिक दल तथा स्थानीय सरकारका प्रमुखहरू कसैबाट चित्तबुद्ध जवाब नआएको होला, त्यो कुरा छ। मैले अघि पनि प्रश्न गरेको थिएँ, जुन बजेटिङको नगरमा हुँदै गर्दा सार्वजनिक सुनवाईमा दलित यो संस्था छ भन्ने कुरा सबैलाई जानपर्छ। त्यत्तर किन चाहिँ हामीलाई चाहिँ निम्ता गरिँदैन, हामीलाई खबर किन गरिँदैन, यो प्रश्न मेरो अझै पनि जीवित छ। यो प्रश्न मेरो अझै पनि जीवित छ। त्यो हामीले खबर पाउनु पऱ्यो। त्यो खबर पाएर हामीले लागेको कुरा पनि त दुईवटा कुरा गर्न सक्छौँ त। नगरबाट बजेटिङ हुन्छ, यो कुरा सही हो। अहिले जुन नगर प्रमुख आउनु भएको छ, पहिलेभन्दा हामीलाई थोरै बजेटमा हेर्दै गर्नु भएको छ, हाम्रो कार्य सहकार्य गरेर ल्याउनु भएको छ। तर नगरबाट बजेट दिन त्यसलाई प्रतिबन्ध लगाइन्छ त्यहाँका कर्मचारी। दलितको नाममा छुट्टिएको बजेट किन प्रतिबन्ध लगाउनु? यो समितिको नाममा दिएको त यसको जवाबदेही समिति नै हुन्छ नि त। 21जना समिति मार्फत यो भएको कुरालाई यो कर्मचारीले त्यहाँ बन्देज लाइन्छ, यो कार्यक्रम गर्नु हुँदैन, यसलाई यता घुमाउनुपर्छ त्यता घुमाउनुपर्छ भन्ने हुन्छ। हामीले अस्ति पनि कार्यक्रम आउँदै गर्दाखेरि तालिम गरेर 2टा तालिम गर्छु, बारिस्टाको तालिम गर्छु, कम्प्युटरको तालिम गर्छु भनेको छु, तर कर्मचारीले घुमाइदिए। त्यो कुरा मेरो साथसँग पुग्नै दिँदैन। यहाँ हुँदैन र त्यहाँ हुँदैन, बन्देज लाइन्छ। अनि हजुर भन्दैन भन्ने हामीले जानुपर्ने स्थिति अझै पनि छ। यसको अन्त्य कसरी गर्ने? एकजुट एउटा खरेलको लागि मात्रै गरेर यसको अन्त्य हुन्छ। यसको लागि सहकार्य गर्न तपाईँहरूले पनि जानुपर्छ। जान्ने बुझ्ने आज हिजोका दलित भन्ने साथीहरू आज चाहिँ यो समितिबाट अलग हुन्छ, तर अलिकति हुने खाने पर्को चाहिँ दलितै होइन भन्न मिल्छ र? त्यो मान्छेले सहकार्य गर्दैन, तर जो विपन्न छ त्यसलाई सहकार्य गरेर आज खरेलको लागि त के चिज चाहिएको थियो? ऊ आफ्नो लागि आफै सक्षम थियो, तर यो समुदायको लागि आफूभन्दा विपन्न वर्गको लागि चाहिँ केही चाहिँ गर्नुपर्छ भनेर लागेको होइन र? तपाईँ हामी त्यसैले एकजुट भएको होइन हो कि भन्छ? त्यसको लागि सबैजना एकजुट भएर लड्नुपर्छ। लड्ने भन्नाले भिड्ने होइन, सहकार्य गर्नु पर्यो भन्न खोजेको। यो कुरा पनि यहाँहरूले बुझ्नु होला। नमस्कार साथीहरू, म अहिले बेलबारी अपडेटबाट तपाईँहरू माझमा उपस्थित भएको छु। अनि आज चाहिँ जातीय विभेद विरुद्धको जातीय उन्मूलन दिवसको लागि विभिन्न ठाउँमा आज देशैभरि विभिन्न खालको कार्यक्रमहरू भयो। अनि त्यस कार्यक्रममा विभिन्न खालको वक्ताहरूले आफ्नो विचारहरू राख्नुभयो। अनि अहिले कार्यक्रम समापन भइसकेको छ र यस बेलबारीमा रहेको दलित वर्ग उत्थान समन्वय समिति को प्रमुख व्यक्तित्व बेलबारी दलित समन्वय समितिको अध्यक्षज्यू र विभिन्न पदाधिकारीहरू यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरू। र उहाँहरूलाई म प्रश्न राख्दैछु, आजको कार्यक्रम कस्तो भयो, कसको उपस्थिति भयो र कस्तो खालको कार्यक्रम भयो भनेर उहाँहरूलाई प्रश्न गर्छु। विशेष गरेर म दलित समन्वय समिति बेलबारीका नगर अध्यक्ष खगेन्द्र तोलाङ्गीज्यू हुनुहुन्छ, उहाँलाई म आजको कार्यक्रम कस्तो भयो भनेर म उहाँलाई सोध्छु। ल भनिदिनुहोस् त दाइ, आजको कार्यक्रम कस्तो भयो? हजुरलाई स्वागत छ। धन्यवाद। है, कार्यक्रम एकदमै उत्साहजनक भयो। सम्पूर्ण वाडाबाट युवा विद्यार्थी तथा अग्रजहरू सम्पूर्णको उपस्थिति थियो। त्यसै गरी प्रमुख स्थानीय सरकारका मेयर, उपमेयर, साथै राष्ट्रिय दलित आयोगका पूर्व माननीय अरुण सुन्दासज्यू पनि हामी बिच हुनुहुन्थ्यो, उहाँको पनि उपस्थिति रह्यो। त्यसै गरी समाजका अग्रज व्यक्तित्वहरू, भद्र भलात्मिक बुद्धिजीवी सम्पूर्णको उपस्थिति थियो। त्यसै गरी 1 नम्बर वार्डबाट हेमा विश्वकर्मा उपस्थिति हुनुहुन्थ्यो, महिला सदस्य। 2 नम्बर वार्डबाट बुन्दु विश्वकर्मा। 3 नम्बर वार्डबाट कोही पनि आउनु भएको थिएन। 4 नम्बरबाट दिनेश सुवेदी आउनु भएको थियो।
त्यसै गरी हामीले विभिन्न स्कुल तथा पार्टी पङ्क्ति सम्पूर्णलाई हामीले आह्वान गरेका थियौँ, पत्र गरेका थियौँ, फोन मार्फत सहकार्य गरेका थियौँ। त्यसै गरेर हाम्रो स्कुलबाट भगती उच्च मावि, कवीर माविबाट 2 जना मात्रै आउनुभएको थियो। उहाँहरू यो बेलबारी 2 र 3 का अध्यक्षज्यूहरू आउनुभएको थियो। त्यसै गरेर पार्टी पङ्क्ति हामीले नेपाली कङ्ग्रेस, रासपा, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, श्रम संस्कृति पार्टीलाई आह्वान गरेका थियौँ। पार्टी पङ्क्तिबाट काङ्ग्रेसबाट कोही पनि आउनु भएन। एमालेबाट अध्यक्ष शङ्कर गुरुङज्यूको उपस्थिति थियो। त्यसै गरी नेपाली कम्युनिस्टबाट मनकुमार गुरुङज्यूको उपस्थिति थियो। त्यसै गरी श्रम संस्कृति पार्टीबाट पर्वत राईज्यूको उपस्थिति थियो। अरू अन्य 3 दलबाट चाहिँ कोही पनि उपस्थिति हुनुहुन्न थियो। मैले नेपाली काङ्ग्रेस पार्टीका नगर अध्यक्षज्यूलाई नै भेटेर मैले राति 8 बजे पत्र दिएको थिएँ र विभिन्न वाडामा मैले वाडाध्यक्षहरूलाई कसैलाई मैले हातैमा गरेर दिएको थिएँ, कसैलाई मैले साथीहरू मार्फत, समितिका साथीहरू मार्फत पठाएको थिएँ, समितिको साथीहरू मार्फत पठाएको थिएँ र हरेक अध्यक्षलाई मैले कार्यक्रमको 2 दिन अगाडि फोन गरेर यो एउटा हाम्रो जातीय छुवाछुत विरुद्धको 21औं दिवस नलागेर राष्ट्रिय दिवसको अवसरमा तपाईँका वार्डका, तपाईँका विद्यार्थी, तपाईँका अग्रजहरू आएर हाम्रो समुदायप्रति हेर्ने नजर कस्तो छ भनेर तपाईँहरूलाई पनि एउटा प्रश्न गर्नुहुन्छ। जो आजको कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो वडा अध्यक्षज्यूहरू, म आउँदैछु त्यो कुरामा, म यो कुरामा आउँदैछु। मैले उहाँहरूलाई समन्वय गरेको थिएँ। मलाई लाग्छ समन्वय गर्नमा म कतै पनि चुकेको थिइनँ, तर एकजना अध्यक्षले मात्रै मलाई फोन गरेर 2 चोटि गरेर आज मेरो वाडामा व्यस्तता भएको कारणले म आउन सकिनँ भनेर मलाई 3 नम्बर वाडा अध्यक्ष योगेन्द्र सुवेदीले बार सहकार्य गर्नुभएको थियो। त्यसै गरेर 2 नम्बर वाडा अध्यक्षले पनि एकचोटि फोनमा कुरा हुँदाखेरि म आइनँ भने पनि प्रतिनिधि पठाउँछु भन्नुभएको थियो। अन्यथा एक नम्बर वार्डका अध्यक्षलाई पनि मैले कल गरेको थिएँ। उहाँहरू 1 नम्बरदेखि पनि आउनु भएन, 2 नम्बरबाट प्रतिनिधि आउनुभयो, 3 नम्बरबाट आउनु भएन, उहाँले सहकार्य गर्नुभयो, 4 नम्बरबाट सदस्य आउनुभएको थियो। मैले अध्यक्षलाई त्यही गरेर तपाईँ पनि आउनुपर्छ है, यो चाहिँ तपाईँको विषयका कुराहरू पनि उठ्छन्, तपाईँले त्यहाँनिर जवाब दिनुपर्छ भनेर म तपाईँहरू उत्तरदायित्व हुनुपर्छ भनेर मैले भनेको थिएँ। र विभिन्न वार्डका अध्यक्षहरूलाई मैले चिठी पठाएर 1-2वटा वार्डका अध्यक्षहरूलाई चाहिँ मबाट फोन हुन सकेन, नत्र भए प्राय 5 नम्बर 6 नम्बरको वडा अध्यक्षलाई त मैले अघिल्लो दिनसम्म भेटेर पनि खबर गरेको थिएँ, उहाँहरू आउनु भएन। 5, 6, 7 नम्बर, 8 नम्बर, 9 नम्बर, 10 नम्बर, 11 नम्बरबाट चाहिँ कोही अध्यक्षहरू यहाँ उपस्थित हुनु भएन। सायद उहाँहरूले अब यहाँलाई एकैछिन रोक्दै उहाँहरूको विचारमा यो दलित समुदायप्रतिको सोच विचार कस्तो लाग्छ तपाईँलाई? उहाँहरू चाहिँ दलित समुदायप्रति कहीँ पनि उत्तरदायित्व देखिँदैन। उहाँहरू उत्तरदायित्व पनि हुनुहुन्न। वास्तवमा उहाँहरू एकल अधिकारवादी यो घमण्ड बोकेर बस्नु भएको वडा अध्यक्षहरू हुँदो रहेछ। यो समुदायलाई जे गरे पनि हुन्छ, जता लात्तले हाने पनि हुन्छ भन्ने उहाँहरूको जुन सोचाइ छ, त्यो सोचाइमा चाहिँ उहाँहरूलाई ब्रेक लाउनुपर्छ भन्न चाहन्छु। म यही मिडिया मार्फत म भन्न चाहन्छु, यो समुदायलाई हेर्ने नजर तपाईँलाई बार सहकार्य गर्दा पनि यो समुदायप्रतिको उत्तरदायित्व खोइ तपाईँको? किन यो समुदायलाई तपाईँले चाहिँ भित्तामा पुर्याउने गरी चाहिँ तपाईँले यो खालको व्यवहार गर्नुहुन्छ? बार उहाँहरूलाई मैले समन्वय गर्दा पनि उहाँहरू उपस्थित नहुनुको कारण के भनेर म यो मिडिया मार्फत उहाँहरूलाई सोध्न चाहन्छु। यो दलित समुदायलाई हेर्ने नजर तपाईँहरूको के छ कि दलित समुदायलाई हिजोको व्यवहार तपाईँहरूले के डब्ल्याउन खोज्नु भएको हो? होइन भने दलितप्रति उत्तरदायित्व किन हुनुहुन्न? किन समुदायले बार तपाईँहरूलाई खबर गर्दा पनि तपाईँहरू आउनुहुन्न? तपाईँको वार्डको जनतालाई तपाईँ यो कार्यक्रममा त आउनुहुन्न, वार्डमा तपाईँले त्यो समुदायलाई हेर्ने नजर तपाईँको के होला, कस्तो छ होला तपाईँको नजर? यो म प्रश्न गर्न चाहन्छु। ठिक छ, हजुरलाई यहाँनिर रोक्दै फेरि म अर्को प्रश्नतिर लाग्छु। तपाईँले आजको कार्यक्रम समग्रमा कस्तो भएको लाग्छ तपाईँलाई? आजको कार्यक्रम समग्रमा ऐतिहासिक कार्यक्रम हो। यो बेलबारी नगरमा पहिलोचोटि समुदायले आह्वान गरेको कार्यक्रम हो। यसमा अत्यन्तै गौरवान्वित महसुस पनि गरेछु। सम्पूर्ण समुदायप्रति
लागेर यो के अरे हाम्रा समितिका साथीहरूप्रति पदाधिकारी जीवहरू समितिका साथीहरूबाट म अत्यन्तै खुसी छु किनभने सबैजना लागेर यो कार्यक्रम हामीले सफल भएको महसुस गरेका छौँ किनभने युवा विद्यार्थी अग्रजहरू सम्पूर्णको उपस्थिति थियो बिहानदेखि बेलुकासम्म यो प्रचण्ड गर्मीमा पनि बसेर यो कार्यक्रम सफल बनाउनको लागि सबैजना चाहिँ अन्त्यसम्म बसेर जानुभयो यसलाई बुझेर जानुभयो केही कुराहरू यहाँबाट ज्ञान लिएर जानुभयो यो समाजको निम्ति हामीले केही गरौँला केही न केही एउटा राम्रो कार्यक्रम गरौँला भने उत्कृष्ट कार्यक्रम भएको मैले महसुस गरेको छु यसलाई हस् त धन्यवाद हजुरलाई धेरै धेरै धन्यवाद व्यस्त समय पनि हाम्रो लागि समय दिनुभयो उहाँलाई धेरै धेरै धन्यवाद दलित समन्वय समिति बेलबारी नगर वरिष्ठ उपाध्यक्ष ज्यू पदम दर्नालज्यू हामीसँग हुनुहुन्छ उहाँसँग पनि आजको कार्यक्रमको बारेमा म बुझ्छु ल स्वागत छ हजुरलाई धन्यवाद यो बेलबारी अपडेट मिडियाबाट आफ्नो केही कुराहरू राख्न पाउँदा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ हाम्रा आवाजहरू र हाम्रा गुन्जाइजहरू समाजप्रति पुर्याउनको निम्ति यो मिडिया जहिले अगाडि बढोस् भनेर म शुभकामना पनि दिन चाहन्छु विशेष त आज दलित वर्ग उत्थान समिति बेलबारी नगर कमिटीको आयोजनामा र स्थानीय सरकार बेलबारी नगरपालिकाको सहयोगमा यो दलित वर्ग उत्थान समितिको आयोजना हुँदै गर्दा देशैभरि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस राष्ट्रिय दिवसको रूपमा देशले मनाइरहँदा राज्य स्तरबाट कति ठाउँमा चाहिँ यो कार्यक्रमको आयोजना गरियो र कुन कुन सङ्घ संस्थाबाट यो कार्यक्रमको आयोजना गरियो भन्ने यसका डेटाहरू मैले सङ्कलन गरेको छु मैले गनेरै ती ब्यानरहरू राखेको छु लगभग 8 देखि 10 वटा ठाउँमा यो कार्यक्रम आज गरेको थाहा छ मलाई र त्यसमध्येमा पनि बेलबारी नगरपालिकाभित्र रहेको दलित वर्ग उत्थान समितिको आयोजनामा बनिएको यो कार्यक्रम सम्पन्न भएको आजको यो कार्यक्रम चाहिँ अलिकति फरक खालको लाग्यो जुन यो हाम्रो कार्यक्रम गर्नुभन्दा केही दिन अगाडि नै हामीले दलित वर्ग उत्थान समिति सचिवालय बैठकबाट यो भेदभाव सम्बन्धीको कार्यक्रम गर्नुपर्छ भनेर कुरा अध्यक्षज्यूले राख्नुभयो र यसलाई कुन आकार प्रकारबाट गर्ने भनेर हामी पटक बैठक बस्यौँ त्यो बैठकमा मैले के कुरा राखेँ भने जहिले जातीय भेदभाव र छुवाछुतका विषय हामी दलित बिचमा मात्रै आदान प्रदान हुने अनि दलित बिचमा मात्रै भलाकुसारी हुने तर जसले चाहिँ नि पीडा दिइरहेको छ जसले चाहिँ दलन गरिरहेको छ विभेद गरिरहेको छ त्यो समुदायप्रति हाम्रा प्रश्न चाहिँ जान सकिरहेको थिएन त्यसो भएको हुनाले यो दलित वर्ग उत्थान समितिको आयोजनामा भएको यो भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा चाहिँ दलित र गैर दलित बिच एउटै टेबलमा बसेर संवाद गरौँ अथवा दलित समुदाय जो पीडामा हुन्छ उसले प्रश्न राख्ने र गैर दलितहरूले जसले विभेद गरिराख्नुहुन्छ ती व्यक्तिहरूबाट हामीले प्रश्न लिनुपर्छ उहाँहरूको विचार के त विभेद त हामीले त सहेका छौँ कहिलेसम्म सहने तर उहाँहरूले गर्न छोडिन्जेलसम्म हामीले सहिराख्नुपर्छ त्यसैले ती समाजको ठेकेदारहरू आज जनप्रतिनिधिको रूपमा निर्वाचित जनप्रतिनिधिहरूलाई हामीले 11वटा वडाकै वडा अध्यक्षहरू विद्यालय व्यवस्थापनका समितिका अध्यक्षहरू र विद्यालयका प्रहहरू अनि महिला सदस्यहरू नगरका उपप्रमुख र प्रमुखहरू र विभिन्न बौद्धिक व्यक्तित्वहरूको उपस्थितिको अन्तरालमा अथवा उहाँहरूको बिचमा आज हामीले थुप्रै विद्यार्थी भाइ बहिनीहरू जब अहिले 11-12 कक्षामा अध्ययनरत छन् जातीय भेदभाव भनेको के हो यो किन गरिन्छ यो गर्ने मान्छे सही हो कि होइन यो कुन आधार र तथ्यमा गरिन्छ त्यो आधार र तथ्य हामीले चाहियो होइन भने यो वैज्ञानिकले विद्वानले अथवा विज्ञानले प्रमाणित नगरेका कुरामा हामी यसलाई सहेर बसिराख्न सक्दैनौँ हिजोका जेनजी आन्दोलनहरू पनि यिनै जेनजीहरूका चाहिँ नि विचारभन्दा विपरीत राज्य गएको हुनाले त्यत्रो आन्दोलन भयो भने भोलि जातीय भेदभाव पनि यो अवैज्ञानिक ढङ्गबाट समाजले पेलिरहेको अवधारणालाई लिएर भोलि जेनजी आन्दोलन गर्न नहोला भन्न सकिन्न त्यसै भएको हुनाले आज ती विद्यार्थीहरूलाई नि हामीले उपस्थित गरायौँ धेरै चाहिँ विद्यार्थीहरू हुनुहुन्थ्यो उहाँहरूका आवाजहरू उहाँहरूका प्रश्नहरू हामीले जाहेर गऱ्यौँ र जनप्रतिनिधिहरूले उत्तर दिनुभएको छ तर हामीले सोचे जस्तो उत्तर चाहिँ अझै पनि पाइएको छैन कतिपय जनप्रतिनिधिहरूले कुरा गर्नुभएको छ जातीय भेदभाव अन्त्य गर्नको निम्ति तपाईँहरू सबै एकजुट हुनुपर्छ तपाईँहरू सबै लागि पर्नुपर्छ र यो सबै मिलेर अन्त्य गर्नुपर्छ चाहिँ भन्नुभयो तर म यो नगरलाई चाहिँ विभेद मुक्त बनाउँछु यो नगरलाई चाहिँ म समाज समतामूलक समाज निर्माण गर्ने अठोट अथवा त्यो प्रतिबद्धता म तयार गर्छु मलाई केहीले रोक्दैन भनेर जो प्रतिनिधिहरू हुन्थ्यो त्यो भन्न उहाँहरू चुक्नु भएको छ अझै पनि र अघि अध्यक्षज्यूले पनि भन्नुभएको छ हामीले निमन्त्रणा गरेका कतिपय वडाका वडा अध्यक्षहरू चाहिँ यो जातीय विरोधी र विरोध गरिरहन पाए हुने समाजमा हामी चाहिँ सर्वोत्कृष्ट ठाउँमा बसिरहन पाए हुने त्यहाँ गइसकेपछि प्रश्न गर्नुपर्छ प्रश्नको उत्तर सुन्नुपर्छ
र प्रश्नको उत्तर चाहिँ दिनुपर्छ। त्यसो भइसकेपछि समाजको निम्ति हामी बा अपहेलित भइने हो कि भन्ने हिसाबले त्यो डरले पनि होला सायद उहाँहरूको एक खालको त्यो मनन चिन्तन पुरानो मन त्यो संस्कारबाट कल्पित जस्तो लाग्यो। जो चाहिँ आएर यहाँ उत्तर दिन हाम्रो कार्यक्रममा समावेश हुन सक्नु भएन। उहाँहरूमा जातीय भेदभाव अन्त्य गर्नुपर्छ भन्ने विचार छैन भन्ने मेरो चाहिँ धारणा छ र समग्रमा कार्यक्रम एकदम राम्रो भएको थियो र देशैभरिको एउटा नमुना कार्यक्रम बेलबारी नगरले गरेको छ। यसको निम्ति उपस्थित र सहयोगी सम्पूर्ण क्षेत्रका महानुभावहरूलाई हार्दिक धन्यवाद दिँदै यो कार्यक्रम सफल बनाउन मिडियाहरूको ठुलो हात छ। मिडियाले यसलाई चाहिँ नि को सत्य र को असत्य भन्ने कुरा छुट्याइदिने काम गर्छ। तपाईँहरूलाई सुनिदिने यो मेरो चाहिँ आफ्नो विचारहरू आज कार्यक्रम हेरिदिने सुनिदिने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। हुन्छ, धन्यवाद। हजुरलाई पनि समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।